का अध्यक्ष डाक्टर यादव पण्डितज्यूलाई अनुरोध गर्न चाहन्छु। हजुर, थ्याङ्क यू डाक्टर निरज श्रेष्ठजी। आजको कार्यक्रममा प्रमुख वक्ताको रूपमा आमन्त्रित गरेका आदरणीय पुरञ्जन आचार्यज्यू, उहाँसँग मेरो दाइ भाइको जस्तो सम्बन्ध छ। यो हामी काङ्ग्रेसी कल्चरबाट आउनाले दाई नै भन्छु म, दाई, उहाँले मलाई भाइ भन्नुहुन्छ धेरै वर्ष अगाडिदेखि। म एकदमै खुसी छु उहाँले हामीले एउटा सानो रिक्वेस्ट गर्दा बित्तिकै यो कार्यक्रममा आएर हामीसँग विचार मन्थन गर्ने कुरा एक्सेप्ट गर्नुभयो। हामीले जय नेपाल इन्टरनेसनल फाउन्डेसन चाहिँ खास गरेर यो 3 वर्ष जस्तो भयो, झन्डै झन्डै यसपालि 3 वर्ष हुँदैछ। हामीले यो संसारभरि रहेका, नेपाल र बाहिर रहेका सबै डेमोक्रेट साथीहरू, प्रजातान्त्रिक विचारधारा राख्ने साथीहरूको बिचमा आफ्नो विचारहरूको आदान प्रदान गर्ने एउटा फोरमको रूपमा लुज एउटा नेटवर्क रूपमा यसलाई स्थापित गरेका हौँ। यद्यपि यसको सामाजिक उद्देश्य पनि छ। खास गरेर नेपालमा समाज सेवाको क्षेत्रमा पनि केही न केही पोजिटिभ काम गरौँ भन्ने यसको उद्देश्य छ। मुख्य उद्देश्य चाहिँ यो ज्ञान आदान प्रदान गर्ने, एकअर्कासँग छलफल गर्ने, कम्तीमा पनि एउटा मित्रता सौहार्दता एकअर्काको बिचमा स्थापित होस् भन्ने उद्देश्य छ। हामीले विदेशमा बस्दाखेरि के अनुभव गऱ्यौँ भने यो विभिन्न खालको राजनीति हायरार्कीसँग सम्बद्ध भएको सङ्घ संस्थाहरूको हुने निर्वाचन अथवा त्यसमा भएको विषाक्तताको कारणले गर्दा चाहिँ पहिला एउटै फोरममा काम गरेका साथीहरूको बिचमा पनि एक किसिमको सौहार्दता हराउँदै गएको। नेपालमै पनि त्यस्तो देखिन्छ। 45-46 सालभन्दा अगाडि चाहिँ पूर्व मेचीको एकजना काङ्ग्रेसको कार्यकर्ताले पश्चिम महाकालीको एकजना काङ्ग्रेसको कार्यकर्तालाई जय नेपाल भन्दा एकै भित्रैदेखि आफ्नै परिवारको सदस्य जस्तो फिल हुन्थ्यो। तर यो बिचको के कारणले गर्दा, धेरै कारणले गर्दा चाहिँ अहिले चाहिँ त्यस्तो सौहार्दता चाहिँ हराउँदै गएको छ। हामी विदेशमा बस्नेहरूलाई त्यो माया झन् धेरै चाहिने रहेछ। त्यही भएर हामीले संसारभरिका साथीहरूको बिचमा एक किसिमको सौहार्दता पनि विकास होस्। र यो हायरार्की बेस्ड अर्गनाइजेसन भएपछि त्यसको समस्या के हुँदो रहेछ भने एउटाले अर्कोलाई ठुलो मान्नुपर्ने, अनि त्यो मान मर्यादावाला कुरा, आसन ग्रहणवाला कुरा पनि धेरै ठाउँमा त्यसले चाहिँ बिटरनेस उत्पन्न गर्दै जान्छ। त्यस कारण चाहिँ यो होरिजेन्टल हायरार्की भएको संस्था निर्माण गरौँ र त्यसरी काम गरौँ भनेर हामीले प्रयास गरेका छौँ। अब तपाईँहरूमध्ये धेरैलाई थाहा छ, कतिपय एकदमै सिनियर मान्छेहरू जसलाई हामीले आदरणीय मान्छौँ, उहाँहरू पनि यो जय नेपाल फाउन्डेसनको च्याप्टरको प्रेसिडेन्ट हुनुहुन्छ। अब डाक्टर डिल्ली मन्जाडी यहाँ उपस्थित हुनुहुन्छ, डाक्टर सम्पूर्णानन्द ढुङ्गाना हाम्रो बेलायतको च्याप्टर प्रेसिडेन्ट हुनुहुन्छ, धेरैजना सिनियर साथीहरू हुनुहुन्छ। मैले चाहिँ यसलाई कोअर्डिनेट गरेको छु इन्टरनेसनल रूपमा। यसको 4-5वटा हामीले ब्रान्चिङ पनि गरेका छौँ। जस्तो एउटा ग्लोबल नलेज नेटवर्क जसले आजको कार्यक्रम अर्गनाइज गरेको छ, यसको कोअर्डिनेट चाहिँ डाक्टर निरज श्रेष्ठले गरिरहनु भएको छ। हामीले पहिलो कार्यक्रम मलाई सम्झना छ, हामीले भूकम्प यो पश्चिम नेपालमा भूकम्प आइसकेपछि अरू धेरै मान्छेहरूले चाहिँ अरू खालको कार्यक्रम गरे। हामीले चाहिँ यो भूकम्पबाट भविष्यमा जोगिन के गर्न सकिन्छ भनेर त्यहाँको स्थानीय निकायमा काम गरिरहेको साथीहरू, संसारभरिका एक्सपर्टहरूलाई जोडेर एउटा कार्यक्रम चाहिँ सुरुवात गरेका थियौँ। त्यस्तै गरेर हाम्रो अर्को इस्यु छ वुमेनहरूको इस्यु नेपालमा। त्यो एकदमै सिरियस इस्यु छ। त्यो इस्युलाई उठाउनलाई र त्यसलाई रिकनेक्ट गर्नको लागि चाहिँ हामीले ग्लोबल वुमेन नेटवर्क भन्ने स्थापना गरेका छौँ। त्यसको हाम्रो विनिता अधिकारी त्यसको कोअर्डिनेटर हुनुहुन्छ नेपालमा, पद्मकन्या क्याम्पसको नेत्री पहिला। अनि त्यस्तै गरेर हाम्रो मिडिया, खास गरेर हाम्रो कुरा चाहिँ अरू सबै ठाउँ पुगोस्, मिडियाको कोअर्डिनेट गर्नुपर्छ भनेर वरिष्ठ पत्रकार भगीरथ योगी बेलायत बस्नुहुन्छ, उहाँ चाहिँ हाम्रो ग्लोबल मिडिया नेटवर्क छ त्यसको कोअर्डिनेटर उहाँ हुनुहुन्छ। त्यस्तै गरेर हाम्रो युथहरूको बिचमा चाहिँ यो अहिले हामी आज विषय पनि जेएनजी आन्दोलन छ, यो युथहरूको बिचमा कोअर्डिनेट गर्ने गरेर र उनीहरूको इस्युहरूलाई उठाउने गरेर हाम्रो ग्लोबल युथ नेटवर्क छ। मदन राज पौडेलजीले चाहिँ अस्ट्रेलिया बस्नुहुन्छ, उहाँले चाहिँ त्यो ग्लोबल युथ नेटवर्कको कोअर्डिनेट गर्नुहुन्छ। त्यस्तै गरेर हाम्रो स्पोर्ट्स नेटवर्क छ, त्यसलाई हामी रिकनेक्ट गरिरहेको छौँ। यसरी हामी विभिन्न नेटवर्क, लुज नेटवर्क बनाएर काम गरिरहेको छौँ। र जय नेपाल इन्टरनेसनल फाउन्डेसन म आफैले कोअर्डिनेट अध्यक्षता गरिरहेको छु भने हाम्रो अग्निजीले महासचिवको रूपमा काम गरिरहनु भएको छ, प्रशासनिक नेतृत्व गर्नुहुन्छ हाम्रो। त्यस्तै गरेर हाम्रो गोविन्द श्रेष्ठजीले यसको आर्थिक पाटोलाई हेर्नु भएको छ। त्यस्तै गरेर हाम्रो लालप्रसाद काफ्लेजीले हाम्रो प्रवक्ताको रूपमा काम गर्नुहुन्छ। र अरू बाँकी चाहिँ सबै हाम्रो एक्जिक्युटिभ कमिटीको सदस्यहरू हुनुहुन्छ। नेपालमा पनि हाम्रो एउटा अफिस छ सिंहदरबारको पूर्वी गेटमा। हाम्रो बद्री अर्यालजीले चाहिँ नेपाल च्याप्टरको कोअर्डिनेट गर्नुहुन्छ र उहाँहरूले पनि निरन्तर रूपमा नेपालमा वैचारिक बहस छलफल फिजिकल रूपमा पनि अर्गनाइज गर्नु भएको छ। र नेपालको सबै जिल्लामा 77 जिल्लामा 7वटै प्रदेशमा यो जय नेपाल इन्टरनेसनल फाउन्डेसनको च्याप्टरहरू नेपालमा पनि गठन भएको छ। हामी यो माध्यमबाट चाहिँ केही न केही पोजिटिभ इम्प्याक्ट पार्ने काम चाहिँ गर्न खोजिरहेछौँ। जय नेपाल फाउन्डेसनको बारेमा यति छोटी जानकारी दिइसकेपछि यो सिरिजमा खास गरेर यो 23-24 गते अथवा सेप्टेम्बर 8-9मा जुन नेपालमा एक किसिमको विद्रोह, असन्तोष, आन्दोलन जुन देखियो,
त्यो आन्दोलनपछि चाहिँ यो अब अगाडिको बाटो के हो भन्ने बारेमा चाहिँ अलिकति छलफल गरौँ भन्ने कुरालाई आधार बनाएर हामीले यो सिरिज सुरुवात गरेका छौँ। यो सिरिजको अघिल्लो अङ्कमा हामीले एउटा कार्यक्रम अर्गनाइज गरिसकेका छौँ। यहाँ वरिष्ठ पत्रकार हुनुहुन्थ्यो, उहाँलाई सञ्जय उपाध्याय, उहाँलाई बोलाएर हामीले डिस्कसन गऱ्यौँ। आज त्यो यसको नेक्स्ट सिरिजमा पुरञ्जन आचार्यजीलाई बोलाएर हामी यो कार्यक्रम गर्दैछौँ। म यति अब लामो समय नलिकन उहाँलाई कार्यक्रममा स्वागत गर्दै र यो कार्यक्रमलाई अगाडि बढाउन अनुरोध गर्छु। नमस्कार, जय नेपाल। निरजी। धन्यवाद डाक्टर यादव पण्डितज्यू। म आजको विचारकलाई अनुरोध गर्नुभन्दा अगाडि म केही नाम लिन चाहन्छु। हामीसँग ध्रुव गौतमजी नेब्रास्काबाट हुनुहुन्छ, गोविन्द श्रेष्ठजी हुनुहुन्छ, उहाँ ट्रेजरर पनि हुनुहुन्छ। हामी दिनेश भण्डारीज्यू हुनुहुन्छ, हरिहरजी, डाक्टर दिल्ली बन्जाडे अस्ट्रेलियाबाट हुनुहुन्छ, मिजौरीबाट केशव भट्टराईज्यू हामीसँग जोडिनु भएको छ। त्यस्तै इन्द्रराज पाण्डे, कुमारजङ कार्की कोलोराडोबाट, राजकुमार हमाल, महेन्द्र बस्नेतजी, मनोज ठाकुरजी हुनुहुन्छ। म एड्रेस गर्ने गर्ने चाहिँ बिस्तारै फेरि पनि गर्दै गरौँला। अब भने हामी आजको विशेष आकर्षण राजनैतिक विश्लेषक पुरञ्जन आचार्यज्यूलाई सुनौँ, अनि त्यसपछि हामी कन्टिन्यू गर्ने नै छौँ। पुरञ्जन दाई, अबको समय हजुरको लागि। हस्, धन्यवाद सर। सबैजना उपस्थित अध्यक्षज्यू लगायत कार्यक्रम चाहिँ लाई कोअर्डिनेट गर्ने निरज भाइ, अब हाम्रो पण्डित भाइको त अब कुरै भएन हैन, यादव पण्डितजीको त अब मेरो धेरै पुरानो सम्बन्ध हो। तपाईहरु सबैजना त्यहाँ उपस्थित हुनुभएका र अब देश बाहिर बस्नुभएकाहरूलाई मेरो यहाँको काठमाडौँ नयाँ बानेश्वरमा म अहिले छु, मध्य बानेश्वरमा, यहाँबाट मेरो न्यानो अभिवादन छ। न्यानो जय नेपालको चाहिँ सम्बोधन सहित म मेरो कुराहरू अगाडि बढाउँछु। मलाई दिएको समय अहिले ठिक 8:10 भएको छ मेरो ल्यापटपमा। म यसलाई चाहिँ 20 मिनेटमै सक्छु र 5 मिनेट म 5 मिनेट र 10 मिनेट हुन्छ मेरो चाहिँ। 5 मिनेट म अलिकति यसको चाहिँ सिंहावलोकन गर्छु है। उपस्थित हुनुभएका चाहिँ सबैजना मभन्दा ज्ञाता हुनुहुन्छ, जानकारै हुनुहुन्छ, त्यो खासै त्यस्तो केही छैन। मेरो चाहिँ अलिकति 31 सेकेन्ड जति के भन्नु भने, म लामो समय नभए पनि लामो समय लोकतान्त्रिक आन्दोलनमा जोडिएँ, विराटनगरमा हुर्किएँ र अब विभिन्न घटनाक्रमहरूले प्रकारान्तरले चाहिँ म विकास सम्बन्धी एनजिओ आइएनजिओहरूमा अलिअलि काम गर्दै जाँदाखेरि सिंहदरबार पुगेर गिरिजाप्रसाद कोइरालाको चाहिँ सुरुमा राजनीतिक सहयोगी र पछि राजनीतिक सल्लाहकारको रूपमा चाहिँ म त्यहाँ उहाँसँग 10 वर्ष बसेँ। मेरो पृष्ठभूमि यही नै हो। अब यो 35 वर्षको राजनीतिक जुन चाहिँ यात्रा छ नेपालको, यसलाई चाहिँ म 2 मिनेटमा सकिदियो। यो 35 वर्षमा के भयो भनेर भन्दाखेरि चाहिँ हामी यहाँ अहिले आइपुग्दाखेरि हामीले 3-4 थान संविधान भेट्यौँ हैन। 3-4 त्यो संविधानलाई चाहिँ लिएर नेपालको लोकतन्त्रलाई अगाडि बढाउन थाल्दाखेरि के हो भने विभिन्न प्रयोगहरू अगाडि बढ्दै आए हैन। कहिले नेपाली कांग्रेसको बहुमतको सरकार आयो, त्यो पनि चलेन। कहिले गठबन्धनको सरकार आयो मध्यावधिको चुनावपछि, त्यो पनि चलेन। त्यसपछि केही कालपछि फेरि के आयो भन्दाखेरि चाहिँ एउटा नयाँ सङ्कट आयो, त्यो हो लोकतन्त्र र राजतन्त्र सँगै जान सक्छ कि सक्दैन भन्दा राजदरबार हत्याकाण्ड पछि एउटा घटनाले के देखायो भन्दाखेरि चाहिँ लोकतन्त्र र राजतन्त्र सँगै जान नसक्ने परिस्थिति निर्माण भयो। त्यसै बेलामा जब दुईटा राजनीतिक दलहरू 30 वर्षपछि एउटा लोकतान्त्रिक अभ्यास गर्दै थिए र ठुला दल थिए, नेपाली कांग्रेस र नेकपा एमाले, अरू साना दलहरू पनि थिए। त्यो दुईटा दलहरूको राजनीतिक अभ्यासलाई चाहिँ दुईतिरबाट चाहिँ छेकवार आयो। पहिलो छेकवार आयो चाहिँ के छ भने माओवादीबाट। माओवादीहरूले संसदीय व्यवस्था या लोकतान्त्रिक व्यवस्था मान्दैनौँ भनेर बन्दुक उठाएर त्यसलाई च्यालेन्ज दिए। मैले खालि छोटकरीमा मात्रै भनिदिँदैछु। त्यो च्यालेन्जलाई एकातिर चाहिँ त्यो संविधानले पनि चाहिँ सामना गर्दै थियो र यी दुई मूलधारका राजनीतिक पार्टीहरूले पनि सामना गर्दा गर्दै परिस्थिति के भयो भन्दा राजदरबार हत्याकाण्ड र त्यसपछि उत्पन्न परिस्थिति चाहिँ परम्परागत शैलीभन्दा बाहिरबाट नेपालको राजतन्त्रको चाहिँ एउटा स्थापना भयो। ज्ञानेन्द्रको सरकार आयो र त्यो सरकार आइसकेपछि राजतन्त्र र लोकतन्त्र सँगै जान नसक्ने परिस्थिति भइसकेपछि नेपाली कांग्रेसले एउटा ठुलो प्याराडाइम सिफ्ट गर्यो र के गर्यो भन्दा माओवादीसँग चाहिँ अब राजतन्त्र र लोकतन्त्र होइन, अब जनताको तन्त्र मात्रैबाट चाहिँ
लोकतन्त्रलाई बचाउनु पर्यो भनेर नेपाली काङ्ग्रेसको त्यो पनि एकदमै एन्टी कम्युनिस्ट चाहिँ आवरण लिएर अगाडि बढ्नु भएको गिरिजाप्रसाद कोइरालाले माओवादीसँग वार्ता गरेर 62-63 को आन्दोलन अगाडि बढ्यो। 62-63 को आन्दोलनलाई चाहिँ एउटा नयाँ नेपालको सुरुवात भनेर हामी देशभित्र बस्ने देश बाहिर बस्नेहरूले त्यसलाई अत्यन्तै अभूतपूर्व रूपमा स्वागत गर्यो। मलाई लाग्छ त्यो जुन आन्दोलन थियो 62-63 को, म आफै स्वयं पनि जेलमा थिएँ। म त्योभन्दा पहिले पनि लोकतान्त्रिक आन्दोलनमा एकाधपल्ट जेल परेर निस्किसकेका थिएँ। 62-63 को आन्दोलन ताका म र नरहरि आचार्य एउटै कोठामा थियौँ र चाहिँ थुनामा थियौँ हामी चाहिँ त्यतिखेर चाहिँ। त्यो आन्दोलन अभूतपूर्व नै जस्तो भयो है, अभूतपूर्व भयो। त्यसले ल्याएको डेमोक्रेसीले चाहिँ नेपालमा एउटा नयाँ रिपब्लिक नेपाल निर्माण गर्यो। त्यो रिपब्लिक नेपाल चाहिँ जस्तो अहिले तपाईँहरूले अमेरिकामा भोगिरहनु भएको छ, त्यो रिपब्लिक नेपालबाट अपेक्षा, आशा, भरोसा नेताहरूप्रति फेरि जागो एकपल्ट र चाहिँ देशले फेरि एउटा नयाँ अवसरहरूको सिर्जना भयो। त्यो नयाँ अवसरबाट चाहिँ एउटा नयाँ संविधान चाहिँ 2 पल्टको संविधान सभाको चुनावबाट आयो। त्यसले के गर्यो भन्दाखेरि चाहिँ त्यसपछि पनि सबै कुरा नयाँ आयो। नेपाल रिपब्लिक भयो, पोलिटिकल ल्यान्डस्केप चेन्ज भयो, कन्स्टिट्युसन नयाँ आयो। तर दुर्भाग्यले के हो भने नेताहरू पुरानै आए, पुरानै मानसिकताकै नेताहरू आए। सबै नेताहरू पुरानै मात्रै स्थापित भए। त्यो आन्दोलनले पनि के गर्यो भन्दाखेरि चाहिँ नयाँ बाटो दिन सकेन। त्यसपछि अर्को एउटा चाहिँ के छ भन्दाखेरि चाहिँ प्रयोग नेपालमा भयो, ब्याड गभर्नेन्सको कारणले गुड गभर्नेन्स दिन्छु भनेर जसरी चाहिँ माओवादीहरूले चाहिँ इन्क्लुसिभ डेमोक्रेसीलाई चाहिँ अगाडि ल्याए, रिजनल पार्टीहरू, मधेसवादी रिजनल पार्टीहरूले चाहिँ आइडेन्टिटी चाहिँ पोलिटिक्स अगाडि ल्याए होइन। अब नेपाली काङ्ग्रेस र नेकपा एमाले चाहिँ आइडियोलोजी बेस पार्टी चाहिँ अब राजनीति नेपालमा चाहिँ प्रयोग गरिरहेका थिए। डेमोक्रेटिक र चाहिँ अलिकति चाहिँ कम्युनिस्ट चाहिँ विचारधाराको चाहिँ थियो दुईटा चाहिँ। त्यसलाई चिडेर चाहिँ माओवादी आयो एक ढङ्गले, रिजनल पार्टीहरू आए, मधेसवादीहरू आइडेन्टिटी पोलिटिक्स लिएर आए र त्यसपछि आए चाहिँ के मधेसवादीहरू, त्यसपछि माओवादी आयो के भएर भन्दाखेरि चाहिँ इन्क्लुसिभ डेमोक्रेसीको नारा दिएर र संविधान नेपालको त्यही ढङ्गको तयार भयो। त्यसले नयाँ नेपालको निर्माणको लागि भयानक ठुलो नेपालमा आशा जागृत गराएको थियो चुनावमा चाहिँ। अनि जति जुन पार्टीहरू नयाँ ढङ्गले नयाँ नारा दिएर आएका थिए, काङ्ग्रेस नयाँ थियो 46 सालमा, नयाँ पुस्ताहरू थिए, पार्टीको उत्पत्ति र उदय धेरै पहिला भए पनि यो नयाँ आयो। नयाँ आएपछि यसले किन गर्छ भने थियो त्यो 51 को गर्दै पनि थियो। फेरि 48-51 को हेऱ्यो भने इकोनोमिक ग्रोथ रेट हेर्ने, इन्स्टिट्युसन बिल्डअप गर्ने, सोसियल जस्टिसका कामहरू गर्ने, यी सबै कुराहरूमा काङ्ग्रेस अगाडि बढ्दै थियो। तर त्यसलाई चाहिँ माओवादीले धेरै ठुलो प्रेसर डेभलप गरेर र पार्टीको आन्तरिक जीवनमा आएको उतार चढाव र विग्रहले चाहिँ त्यो चाहिँ सिद्धियो र त्यसले चाहिँ उसमा जानु पर्यो मध्यावधिमा। र यहाँसम्मको यो यात्रामा के भयो भनेर भन्दाखेरि चाहिँ पहिचानको, अवसरको र अधिकारका कुराहरू अगाडि आए। इकोनोमिक डेभलपमेन्टका कुराहरू बिस्तारै फेरि पछाडि पर्दै गए। विभिन्न चरणहरूमा विभिन्न पार्टीहरूले इकोनोमिक डेभलपमेन्टका व्यक्तिको चाहिँ इकोनोमिक डेभलपमेन्टका चाहिँ एजेन्डाहरू अगाडि आए। कङ्ग्रेसबाट चाहिँ केही मानिसहरूले होइन यी सबै कुरा गर्दै पनि आर्थिक समृद्धिको यात्रा पनि गर्नुपर्छ भनेर भन्दै थिए। तर यसरी चाहिँ के हो भन्दाखेरि चाहिँ कुनै पनि किसिमको संविधानले चाहिँ स्थिरता दिन नसक्दाखेरि चाहिँ अचानक चाहिँ तपाईहरूको चाहिँ भनौँ न संसारको एउटा चाहिँ नेपालीहरू एक्सपोजर चाहिँ अब बाहिर दिन प्रतिदिन बढ्दै गएको, ठुलो लाखौँको सङ्ख्यामा नेपालीहरू बाहिर गएको, त्यो बाहिर बस्ने नेपालीहरूलाई चाहिँ सम्बोधन गरेर र देशभित्रको ब्याड गभर्नेन्सलाई पनि सम्बोधन गरेर एउटा नयाँ पार्टीको उदय भयो। त्यो हो राष्ट्रिय स्वतन्त्र पार्टी। त्यो पार्टीले डायस्पोराको चाहिँ बेसमा चाहिँ नेपालमा एउटा नयाँ ढङ्गको 12-15 लाखको जनमत 3 महिनाको बिचमा तयार गरेर झन्डै थर्ड लार्जेस्ट पार्टी भएर त्यो आयो। त्यो चाहिँ म गुड गभर्नेन्स दिन्छु भनेर यो नारामा आयो। के भयो भने त्यसको चाहिँ नेता नै चाहिँ विभिन्न प्रकरणमा अहिले पनि थुनामै छन्। अब यहाँले चाहिँ फेरि के भयो भनेर भन्दाखेरि चाहिँ यसै बिचमा इन्स्टिट्युसनहरू चाहिँ मक्किसकेका थिए। थुप्रै चाहिँ लोकतान्त्रिक जसलाई चाहिँ पिलर भनिन्छ, अख्तियार भनौँ, सुप्रिम कोर्ट भनौँ, पार्लियामेन्ट भनौँ, यी जति पनि पुलिस प्रशासन, त्रिभुवन युनिभर्सिटी, जहाँ हामीले जे डेमोक्रेसीको लागि चाहिने पिलर हो त्यो धेरै हदसम्म मक्किएर
त्यसबाट चाहिँ डेलिभरी नै नहुने अवस्था आइरहँदाखेरि चाहिँ यहाँको युवा पुस्ता चाहिँ त्यसको चाहिँ एउटा विकनेस भयो र तिनीहरूलाई के लाग्यो भने तिनीहरूले चाहिँ आफ्नो घरमा पनि देखे बाउको हजुरबाउको त्यो चाहिँ अब क्रन्दन देखे यहाँ चाहिँ अब विभिन्न किसिमले भइरहेका भ्रष्टाचार नातावाद र कृपावाद देखे र अचानक एउटा चाहिँ विस्फोटको रूपमा चाहिँ के आयो भन्दाखेरि चाहिँ संसारमा पनि चलिरहेकै थियो। यहाँनिर अलिकति अब म अलिकति तपाईँहरूसँग अलिकति पृथक छ मेरो चाहिँ यसलाई लिएर म त्यो आन्दोलनमा सहभागी भएँ, त्यो जेनजी आन्दोलनमा बिगिनिङ टु इन्ड। त्यो जुन ठाउँमा मण्डेलाबाट सुरु भयो त्यहाँ मलाई अलिक बाध्यता पनि थियो त्यहाँ चाहिँ सहभागी हुनुपर्ने, त्यस्तै किसिमको चाहिँ अवस्था थियो र म जुलुस सँगसँगै चाहिँ पछाडिबाट त्यसको चाहिँ त्यहाँ एटेन्डेन्स कति भइरहेको छ, त्यसको नारा के हुन्छ, त्यसले के आयामहरू बोकेको छ र त्यसमा कुन किसिमको चाहिँ मान्छेहरूको घुसपेटे होला कस्तो होला भनेर म त्यहाँदेखि लिएर नयाँ बानेश्वर चोकसम्मै चाहिँ करिब करिब त्यो टियर ग्यास नचलुन्जेलसम्म सहभागी भएँ र त्यो दिनभरि जस्तो म त्यही एरियामा बसेर त्यसलाई हेरेँ, 23 गते पनि 24 गते पनि। अनि मलाई के लाग्यो भने त्यसको पृष्ठभूमि चाहिँ कसरी तयार भयो भने जेनजी आन्दोलनको यहाँ विभिन्न चियाका चाहिँ चिया पिउने ठाउँ र कफी पिउने ठाउँ चाहिँ यसको यो अहिलेको यो 1 दशकमा काफी निस्किएको छ। म कुनै कुनै कफी हाउसमा जाँदा के चाहिँ लेखिएको हुन्थ्यो भने सबै यङ केटाकेटीहरू हुन्थे, त्यहाँ के लेखेको हुँदैन आइडिया स्टार्ट्स फ्रम कफी हाउस भन्थे। अर्को चाहिँ चिया पसलमा गयो रेभोल्युसन स्टार्ट्स फ्रम कफी मतलब टी सप भन्थे। त्यो सबै कुराहरू देख्दाखेरि म चाहिँ यिनीहरू चाहिँ यहाँ एकातिर के थियो भने नेपालको मेन स्ट्रिम पार्टीका नेता कार्यकर्ता र त्यसको चाहिँ त्यो जेनेरेसन चाहिँ जेनजीहरू चाहिँ नेपालको राजनीतिमा पटक्कै चासो दिएनन्, नेपालको अर्थनीतिमा पनि दिएनन्। यिनीहरू चाहिँ 12 क्लास पास गरेपछि चाहिँ विदेशी नैतिर लागे भनेर भन्ने एउटा चाहिँ न्यारेटिभ बन्दै थियो भने अर्कोतिर प्यारलली के थियो भन्दाखेरि चाहिँ जेनजीहरू जो बसिरहेका थिए यही आफ्नो भविष्य खोजिरहेका थिए, उनीहरू चाहिँ यो देशको चाहिँ गभर्नेन्सको र चाहिँ इन्स्टिट्युसनको बारेमा काफी चाहिँ इन्फर्मेसन लिएर बसिरहेका रहेछन्। यो ग्याप चाहिँ राज्य चलाउने र यो टिनेजर चाहिँ जेनजी चाहिँ समूहसँगको बिचको यो ग्याप चाहिँ त्यो 23 र 24 गतेको आन्दोलनको कारण बन्यो। त्यो दिन पुलिसको एलर्टनेस पनि एकदमै कम थियो, मेरै आँखा अगाडि थियो, त्यो सामान्य भन्दा पनि कम थियो। उनीहरूलाई के लाग्यो भने जेनजीहरूले करप्सनको र नेपो किड्सको बारेमा बोल्छन्, अलिकति प्रोटेस्ट गर्छन्, त्यही किसिमको चाहिँ गभर्मेन्टसँग पनि थियो र उनीहरू जान्छन् भन्ने थियो। तर त्यो भित्रको जुन चाहिँ चिङ्गारी थियो, बारुदको ढेर थियो, त्यसमा आगो लाउन चाहिँ के छ भन्दाखेरि चाहिँ यहाँ असन्तुष्ट र आक्रोश पोख्ने ग्रुपहरू अरू थुप्रै ग्रुपहरू तयार भइसकेका थिए। त्यो चाहिँ कुनै उमेर समूहसँग आबद्ध पनि थिएनन् र अब जेनजी विद्रोहले एउटा चाहिँ परिस्थिति नेपालमा निर्माण गर्यो। मलाई लाग्छ त्योभन्दा पहिले त्यसको प्रेरणाको स्रोत चाहिँ बाङ्लादेश पनि थियो, श्रीलङ्का पनि थियो, पाकिस्तान पनि थियो र नेपालको त्यो कन्टिन्युटी चाहिँ नेपालमा चाहिँ आयो, त्यो त्यसै गरी आयो। त्यही बेलामा अब अरू देशहरूमा पनि थियो। मैले पछि गएर चाहिँ म अलिकति त्यो चाहिँ के ग्लोबल प्रोटेस्ट ट्र्याकर भन्ने छ, त्यहाँ हेर्दा पछि केसम्म थाहा भयो भने यताको यो 2-4 वर्षमा यो उमेर समूहको 100 करोड मान्छेहरू सडकमा आइसकेका रहेछन् र 63 वटा देशमा यस्तो किसिमको आन्दोलन अगाडि बढिरहेको रहेछ। यो फेरि ग्लोबल फेनोमेनाको एउटा पार्ट भएर आयो। जस्तो चाहिँ ग्लोबलाइजेसन र लिबरलाइजेसन चाहिँ 1990 को मुभमेन्टमा थियो, 2000 को मुभमेन्टमा चाहिँ आइडेन्टिटी पोलिटिक्सको चाहिँ एउटा मुभमेन्टहरू सुरु भयो ग्लोबल कन्टेस्टबाट। त्यस्तै गरी चाहिँ अहिले चाहिँ के थियो भन्दाखेरि चाहिँ अहिले चाहिँ ग्लोबल कन्टेस्टमै चाहिँ युथहरूले चाहिँ आफ्नो किसिमको चाहिँ प्रोटेस्ट सुरु गरेका रहेछन् ग्लोबली, ल्याटिन अमेरिकामा, अफ्रिकामा, युरोपमा पनि र साउथ एसिया, इस्ट एसियाहरूमा पनि सबैतिर त्यो चाहिँ हेर्न सकिन्छ। त्यो ग्लोबल प्रोटेस्ट ट्र्याकर भन्ने छ एउटा, त्यसले चाहिँ संसारभरि कहाँ कुन किसिमको चाहिँ आन्दोलन भइरहेको छ भन्छ। अब यहाँसम्म यो अगाडि यसरी बढ्यो। अब यो बढिसकेपछि यसको चाहिँ जुन चाहिँ रातताप थियो यो जेनजी आन्दोलनको, त्यसले चाहिँ मेरो विचारमा ठिक ढङ्गले चाहिँ त्यसले चाहिँ बैठान पाएन। त्यो चाहिँ गएर कहाँ गएर चाहिँ टुङ्गियो भन्दाखेरि चाहिँ त्यसको जुन चाहिँ त्यो चाहिँ इन्टेन्स चाहिँ के थियो भन्दाखेरि चाहिँ त्यो पञ्चहरू थियो नि, त्यो पञ्चले गर्नुपर्ने त्यो दिन साँझ 24 गते 25 गते गर्नुपर्ने नेगोसिएसनमा यिनीहरू अल्मलिए। यिनीहरू अल्मलिएर के हो भने यिनीहरूको फेसै भएन, कोही पनि फेस के भएन भने यसको पृष्ठभूमिमा
हामीले माने पनि नमाने पनि यो आन्दोलनको पृष्ठभूमिमा र चाहिँ त्यो ढङ्गको देशव्यापी बनाउनमा चाहिँ काठमाडौँको मेयर बालन शाहको हात थियो, बालन शाहको ऊर्जा पनि थियो, बालन शाहको त्यो इन्सपायर्ड चाहिँ एउटा चाहिँ फेस चाहिँ बालन शाह थिए। तर भइदियो के भन्दाखेरि चाहिँ 24 गते पछि यी केटाकेटीहरूले जुन एक्सपेक्टेसन गरेका थिए, बालन शाह र उनको टिमले यसलाई चाहिँ एउटा नेगोसिएसनमा लिएर जान्छ, संविधानको रिफर्म पनि त्यही दिन होला, पार्लियामेन्ट विघटन पनि होला र चाहिँ करप्सनमा पनि त्यही दिन एउटा चाहिँ नयाँ ढङ्गले चाहिँ नेपाल चाहिँ अगाडि बढ्ला भनेर भनेको, यिनीहरू सबैजना के छ भने लिडरलेस भए, फेसलेस भए र अगाडिको बाटोमा यिनीहरू अल्मलिए। र बाटो चाहिँ कहाँनिर चाहिँ गएर चाहिँ टुङ्गियो भनेर भन्दाखेरि चाहिँ अब उनले दुईटा एजेन्डा दिए बालन शाहले। एउटा एजेन्डा के दिए भने अब आन्दोलनलाई रोकेर सेनासँग कुरा गर भने। सेनासँग कुरा गर्न भनेर जब उनीहरू गए, सेनासँग कुरा गर्दा गर्दै जेनजी आन्दोलनका अभियन्ताहरू 106 ग्रुप थिए। त्यो ग्रुपमध्ये केही ग्रुपले हामी सेनासँग होइन, हामी डेमोक्रेटिक इन्स्टिट्युसनबाट आएको राष्ट्रपतिसँग कुरा गर्छौँ भनेर भने। त्यहाँ उनीहरूको बिचैमा विवाद भयो। यो पुग्यो सेनाबाट राष्ट्रपति कहाँ पुग्यो यो आन्दोलन। अब उनीहरू राष्ट्रपतिलाई पनि हटाएर नयाँ ढङ्गले गर्ने एक गुट बन्यो, नयाँ किसिमको। अर्कोतिर के भयो भनेर भन्दाखेरि त्यही बेलामा चाहिँ केही चाहिँ जेनजी ग्रुपहरूले होइन राष्ट्रपतिलाई राखेरै समस्याको समाधान खोज्नुपर्छ भनेर उनीहरूले अगाडि बढे। प्रधानमन्त्रीको राजीनामा, फेरि बालेनको मेयरको अर्को ट्विट आयो, संसद विघटन गर्नुपर्छ नेगोसिएसनमा जानुभन्दा पहिले भने संसद विघटन भयो। त्यसपछि चाहिँ बालन शाह सम्पर्कविहीन भए। अब जेनजीहरूलाई आपद के पर्यो भनेर भन्दाखेरि चाहिँ प्रधानमन्त्रीको खोजी र कार्यकारिणीको खोजी चाहियो। अब एकातिर व्यवस्थापिका विघटन भएको छ, अर्कोतिर कार्यकारिणी छैन, भागेर यता र उता पुगेका छन् यिनीहरू होइन, सेनाले यिनीहरूलाई सुरक्षा दिएको छ। अर्कोतिर जो घरमा बसेको छ उसले कुटाइ खाएको छ र उसको चाहिँ जीवन रक्षाको लागि सेना हेलिकप्टर लिएर पुग्नु परेको छ, प्रधानमन्त्रीको पनि। त्यही बेलामा अन्योलता चाहिँ चरम कहाँ पुग्यो भनेर भन्दाखेरि चाहिँ यो आन्दोलनको फेस नै भएन, फेसै कोही देखिएन, एकजना जसले यसलाई कमान्ड गरोस्। र उनीहरू त्यसको लागि चाहिँ कहाँ पुग्यो भन्दाखेरि चाहिँ फेरि चाहिँ यस्तै चाहिँ प्रविधिमा पुगेर त्यहाँबाट चाहिँ उनीहरूले आफ्नो ढङ्गले चाहिँ एउटा कनेक्ट गरेर भोटिङ भयो। अब यो भइसकेपछि अगाडि सारेको एजेन्डाले अबको बाटो अब के होला, के हुन्छ, के हुँदैछ नेपालमा। पहिलो सुरु संसद विघटन भइसकेपछि संविधान सुधार गर्ने सम्भावनाहरू त्यहाँबाट सिद्धियो। कि आन्दोलनको राततापबाट कुनै पनि कुरा चाहिँ सुधार हुन्छ, कि एउटा इभोल्युसनको प्रोसेसमा भइरहेको पार्लियामेन्टबाटै चाहिँ अगाडि बढ्थ्यो। अब दुईटै कुरा चाहिँ भएन। आन्दोलनको राततापमा जेनजीहरूको बिचमा विभिन्न किसिमको चाहिँ अब उनीहरू इम्याच्योर थिए, पोलिटिकल ल्यान्डिङ गर्न सक्ने उनीहरूको स्थिति थिएन र उनीहरूलाई सम्हालिदिने मान्छेहरू पनि त्यहाँ भएनन्। अब यहाँनिर चाहिँ फेसलेस भयो यो आन्दोलन र उनीहरू फेसको खोजीमा उनीहरू फेरि चाहिँ जुममा गएर चाहिँ उनीहरूले चाहिँ भोटिङ गर्नु पर्यो। त्यो भोटिङमा कसलाई कार्यकारी प्रमुख बनाउने भनेर सुशीला कार्की त्यहाँ पुगिन्। सुशीला कार्की जो चाहिँ 75 वर्षको एउटा चाहिँ निडर, निर्भीक र जेनजी आन्दोलनमा सडकमा देखिएको एकमात्र महिला थिइन्। घाइते भएकै ठाउँमा 23 गते उनी पुगिन्, अस्पताल पनि पुगिन्, सडकमा पनि पुगिन्। तर आन्दोलनको एजेन्डा चाहिँ आन्दोलनको रातताप जस्तो भएन। त्यसले के गरौँ भनेर भन्दाखेरि चाहिँ निर्वाचनलाई चाहिँ मेनली फोकस गरौँ। कस्तो किसिमको निर्वाचन प्रक्रिया भने जुन ढङ्गको संवैधानिक व्यवस्था छ त्यस्तै त्यो निर्वाचन प्रक्रिया अगाडि बढ्ने भयो। अब अहिले आजको मितिमा फागुन 21 गते हामी निर्वाचनमा हामी अब जाँदैछौँ। अब राजनीतिक पार्टीहरूको बिल्डिङ प्रोसेस र विकास क्रम चाहिँ यो कस्तो भयो भन्दाखेरि चाहिँ कसैको फर्स्ट वर्ल्ड वार, सेकेन्ड वर्ल्ड वारतिरको छ, कसैको 1990 को छ। समय चाहिँ के आएको छ भने अहिले चाहिँ आइटीको र सोसियल नेटवर्किङको जमानामा यो समय सापेक्ष सुधार चाहिँ पार्टीहरूमा नभएको हुनाले जेनजीले खोजेको चाहिँ 21st सेन्चुरीको पनि एक क्वार्टर सिद्धिसकेको समय अनुकूलको नेपाल हो। त्यो नेपाल हो र त्यो नेपाललाई ड्राइभ गर्न सक्ने मानिसहरूको चाहिँ तपाईहरु जस्तो मानिसहरूको चाहिँ खोजी पनि हो। अब त्यो भइरहेको छैन। यसको पेस जुन छ, यो सरकारको पेस जुन छ, त्यो पेससँग जेनजीहरू फेरि अहिले असहमत भएर जेनजीहरू चाहिँ एउटा सम्झौता गर्छन्। अर्को जेनजीले फेरि हिजो भर्खर मैले देखेँ ठुलो सम्झौता भएको छ। हिजो पहिलोपल्ट जेनजी आन्दोलनलाई
एउटा सरकारको डकुमेन्टमा हिजो हालिएको छ, हिजो हो कि अस्ति हो है, हिजो अब राजपत्रमै प्रकाशित चाहिँ भइसकेको छ क्यारे। अब त्यस्तो स्थितिमा पनि यसले चाहिँ ठिक चाहिँ जेजेले चाहिँ दुईटा कुरा गर्छ। राजनीतिक बाटो यसले ट्रेडिसनली देखाउन खोजिरहेको छ, चुनाव। अब चुनाव हो भने के हुन्छ, या चुनाव हुन्छ कि हुँदैन, अबको बाटो अब अहिले आज अबको 90 दिनमा चुनाव छ। एकछिन यो चुनाव चाहिँ म केही चाहिँ पिएमओ अफिसको एकाधवटा टिमसँग बसेको थिएँ। चुनाव हुन्छ त भनेर मैले सोधेँ होइन। उनीहरूको इच्छाको चाहिँ कारणले भेटघाट पनि भएको थियो। फागुनको 21 गते चुनाव छ। चैतमा चुनाव हुँदा, पहिलो संविधान सभाको चुनाव चैतमा हुँदाखेरि कैयौँ ठाउँहरूमा मतपेटिकामा 0 मत परेको थियो। डोल्पामा, सखुवासभामा, केही चाहिँ मतपेटिकाहरूमा चाहिँ 17वटा जिल्ला यस्तो छन् जहाँ चाहिँ त्यतिखेर चिसोले गर्दा, हिउँ पर्ने कारणले गर्दा मतपेटिकाहरू खाली आउने सम्भावना बढी भएको थियो। त्यसैले फागुन 21 गतेको चुनावको मिति चाहिँ नमिल्लो छ मलाई लागिरहेछ। 17वटा जिल्लामा, ताप्लेजुङदेखि लिएर माथि चाहिँ बैतडीसम्म स्थिति चाहिँ कैयौँ जिल्लाहरूको मा चुनाव गराउन सक्ने स्थिति म देखिरहेको छैन। पहिलो कुरो त अबको बाटोको पहिलो कुरा यो चाहिँ इभोल्युसनरी बाटो जुन छ, यही संविधानलाई टेकेर अगाडि बढाएको। अब अर्को के छ भन्दा निर्वाचन चाहिँ मा को उठ्छ त। अब जेनजीको त कुनै पोलिटिकल पार्टीहरू देखिँदैन, 7, 8, 10, 15वटाको रूपमा चाहिँ गएका छन्। फेरि यो आन्दोलनले पनि एकपटक कता कता त्यो पुरानो पार्टीहरूलाई पुनर्स्थापित गर्ने सम्भावना बढेको छ। त्यो बढेको छ र त्यसले चाहिँ बढेको मात्रै होइन, जेनजी आन्दोलनले या 2-3 महिना बिताइसक्दाखेरि पुरानै नेताहरू फेरि बहुरिएका पनि छन्। भएका नेताहरू फर्किएका छन्। अहिले तपाईँले खड्ग ओलीजीको कुरा सुन्नुभयो भने, शेरबहादुरजीको गतिविधि हेर्नुभयो भने उनीहरू सक्रिय भइसके। त्यो निराशाको चाहिँ अवस्था छ। फेरि उनीहरू अब नेपाली काङ्ग्रेसको सेन्ट्रल कमिटीको मिटिङ 1.5-2 महिना चल्यो। जसले जिम्मेवारी लिएका थिए जो मान्छेहरूले, तिनीहरूले निर्णयमा त्यसलाई पुगाउन सकेनन्। र एउटा के देखियो भने उपचार गर्न गएका शेरबहादुरजी फेरि फर्केर आएर चाहिँ नेपाली काङ्ग्रेसको मिटिङ पनि सिद्धियो, निकास पनि निस्कियो। अब हुने नहुने महाधिवेशनको मिति पनि तोकियो। थाहा छैन मलाई, मेरो विचारमा यो हुन सक्ने सम्भावना भएको महाधिवेशन होइन, मेरो राय हो। यो एकदम ठुलै चाहिँ यसमा चाहिँ वार फुटिङमै काम गर्दाखेरि पनि अब हुने चाहिँ पुसको चाहिँ अन्तिम हप्तामा नेपाली काङ्ग्रेसको महाधिवेशन हुन्छ, यो कुरो विश्वास गर्न सकिँदैन। फेरि यसमा फेरि तपाईँहरूले क्यालेन्डर पल्टाएर हेर्नुभयो भने ओभरल्यापिङहरू प्रशस्तै छ। ओभरल्यापिङहरू सरकारको डेट, काङ्ग्रेसको महाधिवेशनको डेट र हाम्रा चाडपर्वहरूको डेट चाहिँ ओभरल्यापिङ भएको छ। त्यसमा पनि हाम्रो जुन यहाँको चाहिँ क्लाइमेट छ त्यसले चाहिँ थुप्रै कुराहरूलाई गर्नको लागि चाहिँ बाधा भइरहेको छ अहिले चिसोले गर्दा। अब यहाँसम्म यो सबै कुराहरू चाहिँ देख्दाखेरि अबको बाटोमा गर्नुपर्ने चाहिँ के थियो त, वास्तवमा कुन बाटो चाहिँ कसरी जानु पर्थ्यो भनेर भन्दाखेरि चाहिँ मलाई चाहिँ लागेको के थियो, मैले फेरि यो तपाईँहरूसँग सेयर गर्दा मलाई खुसी पनि किन लागेको छ भने मैले यो कुरो सरकारमा बसेर आउनेहरूलाई भनेको थिएँ, पहिला एउटा राष्ट्रिय सहमतिको जरुरी थियो अबको बाटोमा। अहिले पनि छ। केही दिन अगाडि प्रधानमन्त्रीको मूल सल्लाहकार उमाभद्र खनालसँग मेरो लामो कुराकानी भएको थियो, 1-2 राउन्ड। उहाँसँग मैले चाहिँ केही लिखित रूपमै चाहिँ केही कुराहरू राखेको थिएँ, उहाँले पनि केही कुराहरू लिखित रूपमै ल्याउनु भएको थियो। त्यो हुँदाखेरि चाहिँ मलाई चाहिँ के लागेको थियो भनेर भन्दाखेरि चाहिँ सुशीला कार्कीको अहिलेको सरकारले अबको बाटो तय गर्दाखेरि केही राजनीतिक एजेन्डाहरू चुनावमा जानुभन्दा पहिले नै क्लियर गर्नु पर्थ्यो। जस्तो संविधानले कहाँ कहाँ बाधक दिएको छ र के कारणले अस्थिरता आएको छ, त्यसलाई राजनीतिक सहमतिको नाममा त्यसलाई चाहिँ गर्नुपर्ने थियो। त्यो हुन सकेन, हुन सकिरहेको छैन होइन। त्यसको लागि फेरि पनि अहिले बरु चुनाव अलिकति लम्ब्याएर यसलाई चाहिँ अब व्यावहारिक कुरा गर्ने हो भने वैशाखमा पुगाएर त्यो बाटो गर्नुपर्छ। सबै राजनीतिक पार्टीहरूलाई जति छन् नेपालमा राजनीति भएका, उनीहरूलाई बोलाएर यो संविधानले चाहिँ कहाँले चाहिँ यो फङ्सनल भएन त, जो यो 10 वर्षको अनुभव छ त्यो अनुभवलाई चाहिँ अगाडि राखेर पोलिटिकल स्टेबिलिटीको लागि के कुरा गर्नुपर्छ भनेर त्यो राष्ट्रिय सहमति गर्नु पर्थ्यो। एक र के न के अहिले नेपाल फसिरहेको छ केमा छ भने भू राजनीतिमा फसिरहेको छ।
केही न केही राष्ट्रिय सुरक्षाका एजेन्डा र भू राजनीतिका एजेन्डाहरूलाई अब हामीले चाहिँ एउटा सबै पार्टीहरूको एउटै सरकारमा जोसुकै आओस् तर त्यसको रोडम्याप एउटै भएन भने हामी ठुलो द्वन्द्वमा फसिनै सकेका छौँ। यो झन् ठुलो द्वन्द्वमा फस्ने स्थिति छ। अन्तर्राष्ट्रिय चाहिँ क्रीडा स्थल यो हुने खतरा म देख्दैछु। दुईटा कुरा सेन्सिटिभ कुरा चाहिँ यसलाई चाहिँ राजनीतिक पार्टीहरूले यसलाई योभन्दा सबै जोसुकै आओस् सरकारमा यसलाई यो गर्नुपर्छ भनेर त्यो बाटो तय गर्नेको लागि अहिले सबैभन्दा ठुलो अवसर छ। दुईटा कुरा आर्थिक एजेन्डामा नेपालमा देशभित्रै भएकाहरू पनि लगानी गरिरहेका छैनन्। ठ्याप्पै सधैँ सरकारले चाहिँ कति 9-10 खरब रुपियाँ चाहिँ ब्याङ्करमा छ तर लगानी नभएर रोजगारी सिर्जना हुन सकेको छैन। देशभित्रका चाहिँ उद्योगपति व्यापारीहरूले पनि चाहिँ त्यो गर्न सकिरहेका छैनन् किनभने यहाँ पोलिटिकल चाहिँ त्यो जुन चाहिँ इन्भेस्टमेन्ट क्लाइमेट जुन चाहिँ सेटअप गर्नुपर्ने थियो त्यो भइरहेको छैन। त्यो जब इन्भेस्टमेन्ट हुँदैन इम्प्लोइमेन्ट आउँदैन त्यसपछि चाहिँ यसै गरी देशबाट युवा पलायन कायमै रहन्छ, देशमा बेरोजगारी कायमै रहने भयो र युवाहरू चाहिँ भनेको मैले देखेको देशभित्र भएका युवाहरू चाहिँ टाइम बम जस्तो हो। उनीहरूलाई चाहिँ को एउटा थ्योरी छ नि नहर खन नहर पुर तर रोजगारी चाहिँ युवाहरूलाई दिनै पर्छ नभए त्यसले कुनै पनि पोलिटिकल सिस्टमलाई सिधाइदिन्छ भनेर आजभन्दा सेकेन्ड वर्ल्ड वार पछि जुन ढङ्गको चाहिँ एउटा सिचुएसन आएको थियो र ग्रेट डिप्रेसनमा पनि अमेरिकामा पनि त्यो भएको छ। उनले भनेका छन् के छ भने बरु नहर खनेर नहर पुर्न लगाऊ तर चाहिँ युवालाई बेरोजगारी नराख, त्यसले तिम्रो देशको शान्ति सुरक्षालाई चाहिँ कहिल्यै पनि चाहिँ स्थायित्व दिँदैन। त्यो थियो त्यो पावरफुल त्यसलाई प्रपरली युज गरेन भने त्यसले डिस्ट्रोय गर्न सक्छ है। त्यो युवा इनर्जी त्यस्तो खालको हुन्छ। यसलाई बचाऊ भनेर किन्सको एउटा थ्योरी छ, थ्योरी अफ फुल इम्प्लोइमेन्ट भन्ने थ्योरी हामीले पढ्नु पर्थ्यो इकोनोमिक्समा। अब यहाँ अहिले के छ, पैसा पनि छ, संसार यहाँको चाहिँ अहिले लगानी गर्न आउनु पनि छ तर यहाँ 3-4 कुराले गर्दाखेरि चाहिँ इन्भेस्टमेन्ट हुन सकिरहेको छैन। एउटा त सबभन्दा ठुलो कुरा पोलिटिकल इन्स्टेबिलिटी हो। अर्को के छ भने यहाँको लेबर एक्ट हो। अर्को यहाँको चाहिँ विभिन्न किसिमको ब्युरोक्रेसीको चाहिँ हडल्स हो। यहाँको ब्युरोक्रेसी फेरि यस्तो जिद्दी ब्युरोक्रेट छ। अब तपाईँहरूलाई कति फेस गर्नुपर्छ यहाँ चाहिँ कुनै पनि सरकारी कार्यालय जानु पर्यो भने खुट्टा काम्छ मान्छेको। त्यहाँ काम कसरी हुँदैन भन्नेबाट काम सुरु हुन्छ। अहिलेको नयाँ ब्युरोक्रेट्सहरू केही चाहिँ अलिकति फ्रेन्डली आएको छन्, पिपुल फ्रेन्डली। नभए पुरानो जो ब्युरोक्रेट्सहरू छ तिनीहरू त के छ भनेर भन्दाखेरि चाहिँ उही चाहिँ अहिलेसम्म जुन परम्परा उनीहरूले भोगे राणातन्त्र, राजतन्त्र, पञ्चायत तन्त्र त्यसबाट मुक्त हुन सकेका थिएनन्। अब यो कुराहरू के हुनेवाला छ त नेपालमा पोलिटिकल पार्टीहरूमा लिडरसिप चेन्जको एउटा दबाब जेजी आन्दोलनले ल्यायो। नेकपा एमाले त्यसलाई रिजेक्ट गर्यो, माओवादीले पनि त्यसलाई रिजेक्ट गर्यो, काङ्ग्रेसमा यसको प्रवेश भयो, काङ्ग्रेसमा यसको सिरियस प्रवेश भएको थियो। विशेष अधिवेशनको माग भएको थियो, नियमित अधिवेशन समयमै गर्नुपर्छ भनेर माग भएको थियो र त्यसको मिति घोषणा भएको छ। यो जेनजी आन्दोलनले चाहिँ नेपालको राजनीतिक पार्टीहरूमा चाहिँ दबाब चाहिँ सिर्जना गर्यो तर रूपान्तरण नै जुन हुनुपर्ने हो त्यसको चाहिँ लक्षणहरू चाहिँ बिस्तारै सिद्धिँदै गएको छ। किनभने जेनजी आन्दोलन स्वयं पनि टुक्रा गुट उपगुटमा विभाजित भइरहेका छन्। सरकारले लिनुपर्ने बाटो पनि ठिक बाटो लिएको मलाई लागेको छैन। यद्यपि चुनाव नै यसको चाहिँ मूल चाहिँ के छ भन्दाखेरि चाहिँ निकास भनेको फेरि चुनाव नै हो। त्यो चुनावलाई चाहिँ अगाडि नबढाइकन फेरि त्यसमा जेनजी पनि सहभागी हुने, अरू सबै राजनीतिक दल पनि सहभागी हुने, संसारले पनि त्यसलाई चाहिँ लेजिटिमेसी दिने भएको हुनाले चुनावको जुन चाहिँ प्रक्रिया अगाडि बढाएको छ त्यसलाई अलिकति एक्सटेन्ड गरेर अनि राष्ट्रिय सहमतिका एजेन्डाहरू चाहिँ एक ठाउँमा उभिएर मलाई लाग्छ चाहिँ जेनजीहरूको चाहिँ केही चाहिँ निश्चित निर्धारण जस्तो चाहिँ अब अगाडि सार्दाखेरि डायस्पोरामा बस्नेहरूलाई पनि भोटमा जोइन चाहिँ कनेक्ट गर्न सकिन्छ कि जुन जेनजी आन्दोलनको पहिलो माग थियो अहिले आजको मितिमा तिनीहरूलाई चाहिँ भोट हाल्ने व्यवस्था गर्न सकिन्छ कि केही दिन लम्ब्याउँदा 30, 40, 45 दिन 2-3 महिना लम्ब्याउँदाखेरि त यी सबै कुराहरूलाई एकपल्ट खोजी गर्दाखेरि मलाई लाग्छ नेपाललाई चाहिँ अहिले आएको यो अवसर जेनजी आन्दोलनले दिएको अवसरलाई सदुपयोग गर्न सकिन्छ। तर निर्वाचन अब निर्वाचनै गर्ने फागुन 21 गते भन्ने नाराले हामी फेरि चाहिँ त्यो पेरिनियल जुन चाहिँ समस्या भोगिरहेका छौँ 35 वर्षदेखि मैले अघि जुन सुरुमा भने
राजनीतिक पार्टीहरूले पनि चाहिँ बेलामा सुधार नगर्ने अनि पछि पस्ताउने अनि पछि सबै कुरा छोड्ने अनि फेरि नयाँ पार्टीको उदय हुने अनि फेरि अस्थिरता आउने। त अहिले कुल हेडले एकदमै चाहिँ संयम किसिमले हेर्नु, अब हामी एकदमै चपेटामा चाहिँ सबभन्दा ठुलो भू राजनीतिको पर्दैछौँ। यो एउटा अब चाइना सुपर पावर भएर आएको छ संसारमा, उसले चाहिँ आफ्नो ढङ्गले चाहिँ अगाडि बढ्न खोज्दैछ। अमेरिका आफ्नो सुपर पावर चाहिँ लुज गर्न चाहँदैन होइन, रिजनल पावर भएर चाहिँ इन्डिया आएको छ। फेरि अहिले थुप्रै चाहिँ रिजनल ब्लकहरू पनि डेभलप भएका छन्। अब अहिले त्यो अर्कै विषय भयो। त्यसको चाहिँ धेरै ठुलो चाहिँ क्रीडास्थल चाहिँ नेपाल चाहिँ बन्न खोज्दैछ, बनि नै रहेको छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो जुन चाहिँ यो भू राजनीतिमा देखिएको केटाकेटीपन छ, आर्थिक क्षेत्रमा देखिएको चाहिँ जुन कमजोरी छ, इन्भेस्टमेन्ट फ्रेन्डली इन्भाइरोमेन्ट नबनाउने त्यसलाई, र पोलिटिकल क्षेत्रमा देखिएको के छ भन्दाखेरि चाहिँ कन्टिन्युस इन्स्टेबिलिटी, र अर्को के हुन्छ भन्दाखेरि चाहिँ पोलिटिकल पार्टीहरूमा हुनुपर्ने त्यो मेसेजको चाहिँ त्यो टाइमली त्यसलाई रिभ्यू गर्ने चलन है, न मेसेन्जर राम्रो छन्, न पार्टीका मेसिनरीहरू राम्रो छन्, न मेसिन राम्रो छ। मेसिन भनेको पार्टीको चाहिँ सङ्गठन हो, त्यो मोस्ट करप्ट भइसकेको छ तलदेखि माथिसम्म। मेसेज के छ भने कसैले सेकेन्ड वर्ल्ड वारकै बोकेका छन्, हामी नै हौँ लोकतन्त्रको मसिया भनेका छन्, त्यसभन्दा परतिर भागभण्डामा लागिहाल्छन् है। अब यसरी यो सबै कुराहरू यो किन भइरहेको छ भने माइन्डसेट चाहिँ के छ भने फर्स्ट वर्ल्ड वार र सेकेन्ड वर्ल्ड वारको माइन्डसेटबाट बनेको पार्टीहरू हुन्, दुईवटा मेजर पार्टीहरू। नयाँ आउने पार्टीहरूले चाहिँ उद्वेलित छन् होइन, गभर्नेन्स गर्छु भनेर आएको पार्टी आफै चाहिँ त्यो पार्टी छोड्ने क्रम भइरहेको छ। अब जेनजीले चाहिँ होइन, इन्स्टिट्युसनहरू एकदमै इमोरल भए। यो जेनजी आन्दोलनको सबभन्दा ठुलो मेसेज के हो भने गभर्नेन्स होइन, मोरलको अभाव हो। नेपालको इन्स्टिट्युसनहरूसँग मोरालिटी चाहिँ छैन। यिनीहरूले सुप्रिम कोर्टले गर्ने जस्टिस चाहिँ लाइक र डिसलाइकमा हुन्छ। सुप्रिम कोर्टमा जाने चाहिँ श्रीमानहरू चाहिँ पार्टीको भागभण्डाबाट जान्छन्। त्यसै कारणले यो इन्स्टिट्युसनहरूको नैतिक शक्ति नबढिकन जस्टिस हुँदैन भनेर इनजस्टिस विरुद्धको सामाजिक क्रान्ति जस्तो थियो जेनजी आन्दोलन चाहिँ, सामाजिक क्रान्ति जस्तो। नेपोक्रिट्सहरू के पनि गर्दैन, तर हामी गर्नेहरू भन्दा धेरै चाहिँ ल्याभिस लाइफ चाहिँ बिताइरहेका छन्। बिताइ मात्रै रहेका छैनन्, त्यसको चाहिँ सोसियल मिडियाबाट अग्ली डिस्प्ले गरिरहेका छन्। त्यो थियो त्यहाँ फ्रस्ट्रेसन। त यी सबै कुराहरूलाई अब के गर्नुहुन्छ, के गर्नु हुँदैन, कसरी जानुपर्छ, सायद मेरो 20 मिनटको समय 42 करिब चाहिँ मैले तपाईँहरूले दिएको समय चाहिँ सकियो। मलाई रमाइलो पनि क्वेसन एन्सरमै लाग्छ। यो गुरुकुलको जस्तो स्टाइल चाहिँ गुरुले वाचन गर्ने, चेलाहरूले चाहिँ सुन्ने थियो नि हाम्रो चाहिँ वैदिक सनातन धर्ममा, त्योभन्दा राम्रो चाहिँ यही होला। तर पनि मैले मोटामोटी रूपमा एउटा अलिकति यो 35 वर्षको अझ नेपाललाई बुझ्न हेर्न त हेर्नुहोस्, यहाँको यो कस्तो भएको छ भने जेनजी आन्दोलनको मनोवैज्ञानिक विश्लेषण भएको छैन। किन युवाहरू, मैले देखेको छु दाजुलाई गोली लागेछ, भाइले त्यो गोली लागेको दाजुलाई उठाएर चाहिँ लगेर चाहिँ त्यो निजामती अस्पतालमा लगेर सिभिल हस्पिटलमा लगेर चाहिँ हालेको छ। त्यही भाइ चाहिँ 2 मिनटपछि फेरि छाती थापेर चाहिँ गोली खानको लागि सडकमा आइपुगेको छ। त त्यो 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 त्यतिखेर ती केटाकेटीहरूमाथि कुन मनोविज्ञानले काम गर्यो होला? अहिलेको गौरीबहादुर कार्कीको कमिटीले चाहिँ या कुनै पनि कमिटीहरूले जब त्यो जेनजीहरूको मनोविश्लेषण गर्दैनन्, उनीहरूको भावना, उनीहरू केबाट चाहिँ गाइडेड हुन्छन्? उनीहरू पियर ग्रुपबाट चाहिँ गाइडेड हुन्छन्, उनीहरू इमोसन्सबाट गाइडेड हुन्छन्, उनीहरू सेन्टिमेन्टबाट गाइडेड हुन्छन्। त्यो उमेरको केटाकेटीहरूलाई प्यारेन्ट्सले सम्हाल्न सक्दैनन्। प्यारेन्ट्स भन्दा उनीहरूको चाहिँ त्यो प्यारेन्ट्सको चाहिँ र आफ्नो घरको चौहद्दीभन्दा बाहिर उनीहरूको लिबर्टी, उनीहरूको फ्रिडममा चाहिँ उनीहरूको फ्रेन्ड सर्किलले साथ दिइरहेको हुन्छ। त्यहाँ मैले देखिरहेको थिएँ उनीहरूको बाबुआमाको रुवाबासी थियो चाहिँ त्यो आन्दोलनमा गएका केटाकेटीहरूको, तर उनीहरू आफ्नो साथी मरो भनेर फेरि ज्यान फाल्न तयार थिए। 24 गतेको आन्दोलन त्यो ढङ्गले भएको थियो। र त्यो सबै आन्दोलनको चरित्र, त्यसले दिएको मेसेज, त्यसबाट चाहिँ भोलि नेपालले चाहिँ सिक्नुपर्ने पाठ र त्यसले उपलब्ध गराएको अवसरहरू, यी सबै कुराहरूलाई चाहिँ हामीले ठिक ढङ्गले समातेर अहिले पनि म तपाईँहरूको यो मार्फत पनि मलाई लाग्छ अब अहिलेको सरकारले चाहिँ
आफूलाई फेरि एकपल्ट रिभिजिट गरेर नयाँ एउटा बाटो तय गर्न सक्छ र गर्नु पनि पर्छ। अन्यथा हामी फेरि त्यही चक्रव्यूहमा फस्छौँ र हाम्रो अस्थिरता, अराजकता, यो किसिमको आन्दोलन फेरि पनि हुन सक्ने खतरा छ। धन्यवाद पुरञ्जन आचार्यज्यू। अब भने हामीले पहिलो सत्रलाई बिदा गरेर दोस्रो सत्रमा जानुभन्दा अगाडि म व्यस्तताका बावजुद पनि हाम्रो आमन्त्रणलाई स्वीकार गरेर आउनुभएका विशाल राणाज्यू, मनोज ठाकुरज्यू, कृष्ण केसीज्यू, दिपेन्द्र अधिकारी विस्कन्सिनबाट, कुलप्रसाद गुरुङज्यू, विष्णु सुवेदी, हरि श्रीराम थापा, कृष्ण खनाल, अर्जुन सिगदेल, लालप्रसाद काफ्ले, अनुप खनाल, राजु ओझा, मधुसूदन ओलीजी, शिव, सुशील थापा, पिपलमणि सिगदेल, सूर्य तिवारी, देवराज पौडेल, कुमारजङ कार्की, पूर्ण कुँवर, सुनिल र टङ्क लगायत सबैलाई हार्दिक धन्यवाद दिँदै म अब यो हाम्रो सेसनलाई ओपन डिस्कसनमा प्रवेश गरेको जानकारी यहाँलाई गराउन चाहन्छु। कृपया सबैले कसैले डिस्कसनमा भाग लिन चाहनुहुन्छ भने ह्यान्ड राइज गर्नुहोला। हामी तपाईँहरूको भावनाहरू यहाँ सेयर गर्दै अनि हाम्रो पुरञ्जन आचार्यज्यूले चाहिँ एन्सर दिनुहुन्छ। म सबैभन्दा पहिला एउटा जिज्ञासा राख्न चाहन्छु। हामीले यो जेनजी आन्दोलनपछि आर्थिक प्रभाव के पर्छ होला, के पर्यो होला भनेर पनि हामीले लगभग महसुस गर्यौँ र राजनीतिक पाटो त धेरैजनाले यसो हुनसक्छ भनेर गेस पनि गरिसकेका छन्। सामाजिक प्रभाव चाहिँ कस्तो पर्ला यसको समाजमा? 46 सालभन्दा अगाडि हाम्रो सोसियल बोन्ड अर्कै प्रकारको थियो, सामाजिक संरचना अर्कै प्रकारको थियो। त्यसलाई पार्टीहरूले डिस्प्लेस गरे 46 सालपछि। अब चाहिँ के हुन्छ होला यो नोट गरिराख्नु होला र अन्तिममा हजुरले होइन, म अहिले नै यसलाई म अहिले यो एकदम राम्रो प्रश्न गर्नुभयो। मैले किनभने मलाई यो रमाइलो पनि के लाग्यो भने मैले यो आन्दोलनलाई सामाजिक राजनीतिक आन्दोलन भनेको छु, नभए धेरै यस्तो अर्थ राजनीतिको भन्दै थिएँ। मैले धेरै ठाउँमा BBC नेपालीमा पनि राइटर्सहरूले चाहिँ आएका थिए चाहिँ बाहिर लन्डनबाट। उनीहरूसँग मेरो 2-2.5 घन्टा यस्तै अन्तर्क्रिया भएको थियो एभरेस्ट होटलमा। मलाई चाहिँ के देख्यो भने यसको जुन चाहिँ आन्दोलनको चाहिँ आयामै सामाजिक थियो, सामाजिक विद्रोह जस्तो थियो, राजनीतिक थिएन। त्यसमा राजनीतिक नारा पनि थिएन सुरुमा, सामाजिक विद्रोह नेपोक्रेसीहरू थियो। मतलब त्यहाँ काम गर्ने र काम नगर्ने, सत्तामा पहुँच भएकाहरू काम नगरिकन एक ढङ्गले बसिरहेका छन्। सत्तामा एक्सेस टु पावर भन्छ नि, एक्सेस टु चाहिँ पावर पुग्ने मान्छे नेपालमा कति छन्? 1-2% होला। त्यो नारा त्यहाँ सबभन्दा बढी थियो, सबभन्दा बढी। र त्यो उनीहरूको लागि त्यसले ट्रिगर गरिरहेको थियो। त्यो फोटोहरू पनि थियो त्यहाँ, होइन? अब अहिले त के भन्नु। र त्यसपछि के भएको छ भनेर भन्दाखेरि चाहिँ त्यसपछि धेरै ठुलो सतर्कता नेपालमा चाहिँ घर घरमा एउटा ठुलो चाहिँ जेनजी पुस्ता जो त्यसमा भाग लिएर नेपालभरि राजनीति गर्ने र चाहिँ शासक र प्रशासक दुवैको परिवारहरूमा यङहरूले चाहिँ आफ्नो प्यारेन्ट्ससँग क्वेसन उठाउन थालेका छन् कि ठिक ढङ्गले चाहिँ तिमीहरू पनि काम गर भनेर। त्यो काठमाडौँमा पनि देखिन्छ, प्रत्यक्षै के देखिरहेको छ। सबभन्दा ठुलो एचिभमेन्ट चाहिँ फेरि वेभ क्रिएट गर्नुभएको छ। नेपालभरि डराएका छन् अहिले शासक पनि प्रशासक पनि। अहिले तपाईँले नेपालको कुनै पनि चाहिँ सरकारी कार्यालयमा जानु भने घुस माग्दैन। त्यसको अब कति दिन रहन्छ यो प्रभाव म थाहा छैन। अहिले पोलिटिकल लेनदेन त अब अहिले चाहिँ अर्को ढङ्गको छ सेटअप, होइन? तर त्यसमा चाहिँ केही न केही ब्रेक लाउने र नयाँ ढङ्गले दिमाग चाहिँ हलचल गरिदिएको छ सामाजिक भावनामा। र यो कारणले गर्दाखेरि होला आर्थिक क्षेत्रमा केही क्षति भएको होला, केही इन्भेस्टमेन्टहरू गर्न डराएका होला, केही आगलागीले गर्दाखेरि चाहिँ त्यो सब कुराहरू भएको होला। तर अलिकति सामाजिक सौहार्दता त्यो शासक वर्ग र प्रशासक वर्ग र आम मानिसको बिचमा अहिले बढेको छ। म बिचमा विराटनगर र केही गाउँहरू गएको थिएँ, केही बढेको छ, केही रेस्पोन्सिभ भएका छन्। व्यक्तिमा पनि अब त्यो जुन एउटा
एउटा अहङ्कार र घमण्ड शैली अगाडि बढिरहेको थियो एक थरीलाई, एक थरी चाहिँ जो एक्सेस टु पावर थिए त्यसमा अलिकति चाहिँ लाज चाहिँ भएको छ अहिले, त्यो चाहिँ भएको छ। यो चाहिँ यसलाई सामाजिक क्रान्ति चाहिँ सफलै मान्नुपर्छ एउटा एक हदसम्म चाहिँ। धन्यवाद। अब हामी रेगुलर दुईटा प्रश्न जिज्ञासा लिन्छौँ। एउटा केशव भट्टराई, प्राध्यापक डाक्टर केशव भट्टराई उहाँ मिजौरीबाट हुनुहुन्छ, र हामी ध्रुव गौतमजीको दुवैजनाको। पहिला केशव भट्टराई दाई, त्यसपछि ध्रुवजी, कृपया तपाईँहरूको जिज्ञासा राख्नु होला प्लिज। धन्यवाद निरजजी। पहिला त पुरञ्जनजीलाई धेरै धेरै धन्यवाद। हाम्रो दाई अनुरोधमा आएर यसरी चाहिँ बोलिदिनु भयो, धेरै धेरै खुसी लाग्यो। काठमाडौँ गएको बेला एकपल्ट भेट भएको थियो, अनि हामी अलिक कुरा गर्दा अनि चर्को कुरा गरेर छुटेको थिएँ, अनि यहाँ चाहिँ भेट हुन आयो। पुरञ्जनजी, अब त्यो नीतिगत विषयमा पनि हाम्रो लोकराज सर पनि हुनुहुन्थ्यो सँगै। अनि अब त्यस्तो त्यो नीतिगत रूपमा पनि काम गरिसक्नु भएको छ निरञ्जनजी। गिरिजाप्रसाद कोइरालासँग पनि काम गरिसक्नु भएको, सबै समस्या देख्नु भएको छ। अहिलेको जति पनि उथलपुथल भइरहेछ त्यो अब सामाजिक त भन्नुभयो, तर आर्थिक पनि छ के यसमा चाहिँ। अनइम्प्लोइमेन्टको धेरैलाई चाहिँ त्यो कुराहरू आइराखेको छ। नेपाल गल्ती बाटोमा चाहिँ पहिलेदेखि गइराखेको छ। जब 1951मा गिरिजाप्रसाद कोइरालाले चाहिँ संसद विघटन गर्नुभयो, त्यसपछि हाम्रो मनमोहनजीको गभर्मेन्ट आयो, अनि आफ्नो गाउँ आफै बनाऊ भन्ने चाहिँ पवित्र उद्देश्यले आएको थियो के त्यो। अनि त्यसले गर्दा अनि त्यसपछि के भयो त्यो भने पछिबाट त्यो नेकपा एमालेको कार्यकर्ता र अरू नेताहरूलाई डोजर किन्ने चाहिँ प्रोग्राम आयो क्या त्यो। त्यसले गर्दा बाटो यति खनियो कि अनि त्यसपछि अब साउथ एसियामा कति चाहिँ यो डिसास्टर म्यानेजमेन्टमा पैसा खर्च हुन्छ भन्यो भने नेपालको 3देखि 5% टोटल जिडिपी खर्च हुन्छ कि अहिले। हामीलाई एउटा त्यो प्रब्लम छ। एउटा त एक त सिस्मिकल्ली सेन्सिटिभ चाहिँ एरियामा अलिकति हल्लाइदियो भने पनि हल्लिएको दाँत चाहिँ धेरै अलिकति ठक्कर लाग्दा झरिहाल्छ कि, एउटा त्यो समस्या छ। त्यसलाई समस्या समाधान गर्नको लागि अब त्यो नेताजीहरूलाई चाहिँ काम चाहिँ चाहियो। डोजर गइसकेपछि बाटो खनिहाल्नुहुन्छ, एउटा त्यो गल्तीमा छौँ। अर्को ठुलो गल्ती के हो भने फेरि बुवा आमाहरूले आशीर्वाद पनि नदिनु होला दसैँमा, त्यो कुरा गरेँ भने मैले। यो वृद्ध भत्ता जुन चाहिँ हामीले दिइराखेका छौँ नि, वृद्ध भत्ता अहिले हेऱ्यो भने हाम्रो डेमोग्राफी हेर्दा 4देखि 5% चाहिँ वृद्धहरूको छ कि। त्यो महिनामा कति पैसा गएको छ भनेर हेऱ्यो भने उदयपुर सिमेन्ट कारखाना चाहिँ खोल्नको लागि पुग्ने पैसा 1 महिनामा जान्छ। भनेपछि अब भए जतिको पैसा जति त्यहाँतिर हाल्ने। काङ्ग्रेस बौलाएर फेरि चाहिँ 65 वर्षमा चाहिँ यो वृद्ध भत्ता दिनुपर्छ, हाम्रो भोट घट्ला भनेर चाहिँ त्यहाँ हाम फाल्ने के। अनि त्यो भयो। त्यो भइसकेपछि अब के पर्यो भने अनि त्यहाँ इन्डस्ट्रीहरू चाहिँ नराखेपछि त विदेशमा त पठाउनु परिहाल्यो नि। के गर्ने त्यो विदेशमा पठाउनु परेकै कारण त्यही हो। एकातिर चाहिँ काम लगाएन, काङ्ग्रेसले चाहिँ कारखाना बेच्यो भनेर भन्ने, कम्पिटिसन गर्न नसक्ने। अर्को कुरा अनि त्यो भए जतिको कारखाना खोल्ने पैसा त चाहिँ वृद्ध भत्तामा दिने। वृद्ध भत्तामा दिएपछि त त्यही चाहिँ इन्डस्ट्री खोल्या भएदेखि त युवाहरू त घरैमा काम गर्थ्यो होला नि त, होइन र। अनि एउटा त्यो कुरा भयो। त्यसले गर्दा अब सोल्युसन त चाहियो। अब बिग्रियो नेपाल बिग्रियो भनेर अनि ट्रकमा हालेर इन्डिया लगेर दिनु पनि भएन, चाइनामा लगेर दिनु पनि भएन। हामीले नै समस्या समाधान गर्ने हो। त्यो गर्नको लागि इन्डियाको अब चाइनाको हेऱ्यो भने चाइनाको 10देखि 12% मात्रै भूभाग चाहिँ कृषियोग्य छ। त्यस कारण यसले चाहिँ आफ्नो खाद्यान्न निम्टाउनको लागि, खाद्यान्न समस्या निम्टाउनको लागि अफ्रिकामा काम गर्छ, साउथ अमेरिकामा काम गर्छ, ब्राजिलमा काम गर्छ, त्यहाँबाट खाद्यान्न ल्याउँछ कि। अनि हामी कहाँबाट घाँस उत्पादन गऱ्यो भने घाँस पनि उत्पादन चाइनामा जान सक्छ। त्यो चाइनामा पनि हामीले पठाउन सक्छौँ। त्यसैले गर्दा अब जतिसुकै खर्च हुन्छ जे हुन्छ बिआरआईले चाहिँ हामीले बाटो ल्याउने के त्यो रेलवेलाई कतिवटा त्यो कति 72 किलोमिटर रहेछ। मैले मेरो किताबमा चाहिँ लेखेको पनि छु। त्यसमा चाहिँ सबै इस्टिमेट पनि दिएको छु कि मैले कति चाहिँ खर्च हुन्छ त्यसको लागि, अनि त्यसपछि अनि कति चाहिँ त्यो इन्भाइरोमेन्टल रिस्क हुन्छ भन्ने कुराहरू पनि मैले त्यो मेरो किताबमा चाहिँ 21मा 2021मा चाहिँ पब्लिस भएको थियो, त्यसमा चाहिँ लेखेको छु। अब त्यो मैले मात्रै गरेको छु त मैले भन्दिनँ, अरू साथीहरूले पनि गर्नुभएको छ होला। एउटा चाहिँ त्यो नेपाली काङ्ग्रेसले बिआरआई आउनु बित्तिकै कम्युनिस्ट आउँछ भन्ने चाहिँ सोच्नु भएन। त्यो सडक चाहिँ त्यो रेलवे चाहिँ लाइन बनाउनेतिर लाग्नु पर्यो, एउटा कुरा।
अर्को कुरा अब त्यो डोजरै विकासबाट जुन चाहिँ यो अहिले डिसास्टर भइराखेको छ ठाउँ ठाउँमा अनि बस्न पनि नसक्ने सिचुएसन छ अनि त्यसलाई कम गर्नको लागि अब व्यवस्थित बसोबास चाहिँ मिलाउनु पर्यो। बिपी कोइरालाले त्यतिखेर गर्नुभएको थियो जुन तराईमा चाहिँ बसोबास गराउने भनेर चाहिँ भूतपूर्व सैनिकहरूलाई बसाएको र किबुत सिस्टम चाहिँ उहाँको इजरायलको ठिकठाक त्यो सिस्टम चाहिँ अब लागू गरेर हामीले चाहिँ व्यवस्थित चाहिँ बसोबास गराउने ठाउँमा चाहिँ बजार व्यवस्थापन चाहिँ गराउने। हाम्रो स्वर्णिम वाग्लेजीले एकपटक चाहिँ यस्तो किसिमको राम्रो चाहिँ कुराहरू ल्याउनु भएको थियो। काङ्ग्रेस छोडिसकेपछि हाम्रो काङ्ग्रेसी साथीहरूले यो त राप्रपा ल्याएको भनेर चाहिँ भन्न लाग्यौँ कि हामीले फेरि त्यो चाहिँ नभनौँ के। उहाँले ल्याउनु भएको थियो राम्रो किसिमको प्रोग्राम ल्याउनु भएको थियो त्यसमा। अनि त्यसैले अलिकति व्यवस्थित गरेर चाहिँ त्यो अलिक सहरीकरण गरिदिने ठाउँमा कतिवटा 7वटा क्षेत्रमा 7वटा सहरहरू नमुनाको रूपमा बसाउने। त्यसमा उत्पादन गरेको चाहिँ योग्य सामानहरू चाहिँ अब त्यो बाहिर अहिले चाहिँ गोलमेडा कुहाउनु परिरहेको छ, काउली कुहाउनु परिरहेको छ, दुध ल्याएर भैँमा फाल्नु परिरहेको छ, बजार नभएर त हो नि। अनि त्यसपछि हाम्रो विद्यार्थीहरू सबै विदेशतिर जान्छन् क्वालिटीको एजुकेसन भन्दा पनि अब त्यो उसमा एजुकेसनल इन्स्टिट्युसनमा विद्यार्थी भन्दा चाहिँ शिक्षकको सङ्ख्या बढी भएर न हो। एकै ठाउँ कन्सन्ट्रेट गरेर चाहिँ व्यवस्थित गर्न लाग्यो भने त विद्यार्थीहरू त त्यही पढ्न सक्थ्यो होला नि त। त्यस्तो किसिमको व्यवस्था गर्नको लागि के छ होला काङ्ग्रेसको? अब काङ्ग्रेसमै काम गर्नुभएको, काङ्ग्रेसमै रगत भएको सबै भएको हुनाले मेरो कुरा सुनौ न है, काङ्ग्रेसले के गर्छ होला अब आयो भने। केशवजी तपाईँ मिजोरीमा हुनुहुँदो रहेछ। म कुनै 2000तिर म मिजोरीमै थिएँ क्यारे हो त्यहाँ म चाहिँ पुगेको थिएँ घुमफिर गर्न पनि पुगेको थिएँ। त्यसपछि म 2002मा आएको यहाँ 2002 म त्यही ताकामा त्यही थिएँ त्यो म हुँदाखेरि त्यहाँ ट्विन टावर हानेको थियो। ट्विन टावरको चाहिँ घटेको थियो होइन। म खुसी पनि लाग्यो। फेरि त्यस्तो अब यस्तो छ कि अब तपाईँले भन्नुभएको कुरामा 100% सहमति के छ भने कुनै पनि आन्दोलनको पछाडि त्यसको गर्भगृहभित्र आर्थिक कारणै हुन्छ। चाहे जतिसुकै त्यसले चाहिँ राजनीतिक या चाहिँ सामाजिक सांस्कृतिक बोकोस्, त्यसको चाहिँ गर्भगृहभित्र चाहिँ आर्थिक कारण चाहिँ पहिलेदेखि बसिरहेको हुन्छ। तर ट्रिगर केले गर्छ त्यो भनाइ मात्रै हो। ट्रिगर चाहिँ यसपालिको जेनजी आन्दोलनमा नेपोक्रेसीहरूले गरे र सोसियल मिडियाको ब्यान्डले गर्यो होइन। ट्रिगर चाहिँ म तपाईँसँग सहमत छु, तपाईँले ठिकै भन्नुभयो। यो आफ्नो गाउँ आफै बनाऊ भनेर भन्ने कुरा चाहिँ जुन अगाडि आएको थियो यो त्यो बेलामा प्रधानमन्त्री चाहिँ मनमोहन दाईसँग हाम्रो विराटनगरको भएको कारणले गर्दा हामी जति चाहिँ लोकतान्त्रिक आन्दोलनमा थियौँ मनमोहन दाईसँग त्योभन्दा टाढा हामी थिएनौँ। हामी हरेक कुरा चाहिँ भनौँ न हप्तामा 2 पल्ट त मेरो उहाँसँग चाहिँ यसो उठबस्ने हुन्थ्यो। उहाँ फेरि यस्तो सहज मान्छे हुनुहुन्थ्यो कि त्यो बेलामा पनि उहाँले भन्नुहुन्थ्यो, त्यो बेलामा पनि उहाँ जहाँ पनि भेटिने, विराटनगरको सडकमा पनि भेटिने, चिया पसलमा पनि भेटिने त्यो व्यक्तित्व चाहिँ मनमोहन अधिकारी हो। त्यस्तो भेटिने सहज चाहिँ काङ्ग्रेसका नेताहरू होइनन्। फेरि त्यो पनि तपाईँलाई काङ्ग्रेसी भएको कारणले भन्दैछु। यो मनमोहन दाईको र सिपी मैनालीको कन्सेप्ट चाहिँ त्यतिखेर यो आफ्नो गाउँ आफै बनाउँ चाहिँ बिफोर चाहिँ 46 साल मैले चाहिँ मनमोहन दाईको मुखबाट सुनेको थिएँ। उहाँ यस्तै डिजास्टरमा चाहिँ के छ भने म एकपल्ट चाहिँ यो झन्डै के अरे ताप्लेजुङ 5 थर हुँदै त्यो तेह्रथुम हुँदै म पैदल चाहिँ सबै चाहिँ पहाड एकपल्ट हिँड्नु पर्यो भनेर 62-63 को आन्दोलनमा म प्रोफेसर कृष्ण खनाल र नरहरि आचार्य हामी 3-4 जना हामी हिँडेका थियौँ। सबै पहाडै हिँड्ने भनेर हिँडेको पुरै दार्चुलासम्मै है। अब कुनै पार्ट मेरो छुट्यो होला। त्यो हिँड्दाखेरि मैले तपाईँले भन्नुभएको प्रश्न सबभन्दा सोधेको यही हो। यो के भन्दाखेरि चाहिँ किन यो त्यतिखेर चाहिँ यस्तो त थिएन अहिले जस्तो, तर बाटो खन्ने र डोजर लगाउने काम चाहिँ सुरु भइसकेको थियो। त्यो चाहिँ स्थानीय निकायको रोबरमा धेरै जस्तो भइरहेको थियो। उनीहरूले हामीलाई त्यो के भन्थ्यो भन्दाखेरि चाहिँ त्यसको एन्सर चाहिँ हेर्नुहोस् पहाडको सबभन्दा ठुलो समस्या नै चाहिँ यातायात हो भन्थे। पहाडमा महिलालाई तल पानी लिन जानुपर्छ। महिलाको अधिकांश समय बच्चा चाहिँ हुर्काउन र चाहिँ पानी बोक्नमा जान्थ्यो। लोग्ने मान्छेको अधिकांश हिस्सा चाहिँ अब केही कुरा पनि गर्नु पर्यो भने तराई झर्नु पर्थ्यो, बाटै थिएन। अनि हरेकको एउटा दिमागमा के थियो भने त्यतिखेर म हिँड्दाखेरि म पैदलै हिँडेको हेर्नु त्यो सबै सारा पहाड चाहिँ म पैदल हिँडेँ त्यतिखेर होइन। अब केही ठाउँ ब्लक मात्रै छुट्यो होला, यो नुवाकोट ब्लक छुट भयो मेरो। पछि फेरि मैले चाहिँ सुर्खेतबाट हुम्ला जुम्ला कता कालीकोट सालीकोट सबैतिर पहाडैबाट चाहिँ म पैदलै हिँडेको हो।
मैले सबैतिर चाहिँ त्यो तपाईँले अहिले भन्नुभएको चाहिँ जिज्ञासा राखेको थिएँ। अनि उनीहरूको हामीप्रति एकदम ठुलो गुनासो थियो। तपाईँहरू तराईमा बस्दाखेरि चाहिँ तपाईँहरूलाई चाहिँ बाटोको महत्त्व थाहा हुँदैन। तपाईँ रेल चढ्नुहुन्छ, गाडी चढ्नुहुन्छ। हाम्रो त यहाँको जिउ ज्यानै हाम्रो त हड्डी नै यो 10 पुस्ता चाहिँ पहाडले नै गराएको छ भन्थे। तपाईँहरूलाई पहाड देख्ने बित्तिकै आहा भन्नुहुन्छ। हाम्रो कष्ट हामीलाई थाहा छ भन्थे होइन। अनि त्यो चिजलाई व्यवस्थित गर्न सकिएन। त्यसले चाहिँ हाम्रो चाहिँ जुन ढङ्गको हाम्रो चाहिँ भूगर्भको चाहिँ अवस्थिति थियो त्यसको चाहिँ ज्ञान त अब गाउँलेहरूलाई त हुने कुरा भएन नि। त्यो सिस्मोकिक जोनमा पर्छ, यो ए ब्लकमै पर्छ, यसको चाहिँ इकोसिस्टम बिग्रिन्छ, यहाँ चाहिँ यसको चाहिँ इन्भाइरोमेन्टमा असर गर्छ। यी सबै कुराहरू त अब गाउँ आम मानिसहरूको लागि चाहिँ कन्सर्नको विषय हुँदैन रहेछ। तपाईँसँग त्यो त्यस कुरामा चाहिँ अब यो काङ्ग्रेसले चाहिँ यो के छ भने अहिले यो 65 वर्ष काङ्ग्रेसले म्यानिफेस्टोमै घोषणा गरिदिएको थियो वृद्ध भत्ता दिने भनेर। अब यो कुरामा के छ भने अहिले पपुलिस्ट चाहिँ कम्पिटिसन भएको छ। इन्डिया पनि देख्नुभयो भने फ्रिबिजहरू चाहिँ प्रशस्तै सुनिन्छ। अहिले नि भर्खर चाहिँ बिहारको चुनावमा 10,000 रुपियाँ चाहिँ नीतिश कुमारले महिलाहरूलाई त्यत्रो महिला अरबौँ अरब रुपियाँ चाहिँ खातामा हालिदिएर चुनाव जिते। अब त्यो रोगहरू नेपालमा सरिसकेको छ। अब यसलाई कन्ट्रोल गर्न पनि मैले त्यही भनेको अघि सुरुमा यसको एउटा राष्ट्रिय सहमति, किनभने जन्मेको बच्चाहरूकोले नै देश बनाउने हो। भोलि तिनीहरूले भविष्य गर्ने हो। वृद्धहरूलाई चाहिँ कसरी एड्रेस गर्ने, उनीहरूको चाहिँ हेल्थलाई, हेल्थ र नर्सिङ केयरलाई त्यो आफ्नो ठाउँमा छ, त्यो बनाउन सकिन्थ्यो। तर पैसै दिएर गर्नुपर्छ भन्दा पनि उनीहरूको हेल्थ केयरलाई चाहिँ वास्ता गरिदिएको भए धेरै बचत हुन्थ्यो। अहिले अलिकति इन्सुरेन्सको पोलिसीहरू अगाडि आएको छ। अब चीनसँग फाइदा लिने र भारतसँग फाइदा लिने यो दुईटै कुराहरू नेपालले गर्नको लागि यो भू राजनीतिमा सन्तुलित व्यवहार गर्नुपर्नेमा जुन तपाईँले भन्नुभयो, बिआरआई जस्तो न कोदारी राजमार्गबाट जवाहरलाल नेहरूले भने जस्तो कम्युनिस्ट आयात भयो होइन, न बिआरआईबाट हुनेवाला छ। फेरि चाइना आफै स्वयं नै कति कम्युनिस्ट रह्यो यो पनि आफैमा छ होइन। पुँजीवादको ग्लोबल चाहिँ संरक्षक भएर होइन, मार्केटको ग्लोबल संरक्षक भएर त चाइना आइरहेछ। अहिले अमेरिका छोड्दैछ, बरु अमेरिका प्रोटेक्सनिजममा चाहिँ गइरहेको छ। संरक्षणवादतर्फ अमेरिका अहिले ट्रम्पको चाहिँ नारै त्यही देख्छु म, मेक अमेरिका ग्रेट एगेन भन्ने होइन, मागा भन्छ। चाइना चाहिँ के छ भने डब्लुटिओको चाहिँ डब्लुटिओलाई बचाउन लागिरहेछ। अहिले ठिक संसार फेरि एउटा चाहिँ उल्टो दिशामा गइरहेको छ। अहिले चाहिँ जो चाहिँ हिजोको लिबरलाइजेसन ग्लोबलाइजेसन थियो त्यो चाहिँ अहिले चाहिँ आफ्नो चाहिँ के छ भन्दाखेरि चाहिँ यो एन्टी इमिग्रेसन लजहरू ल्याएर त्यसलाई कन्ट्रोल गरेर अर्को ढङ्गमा गएको छन्। इकोनोमीलाई पनि कन्ट्रोल इकोनोमीमा लिएर जाने र चाहिँ माइग्रेसनलाई पनि चाहिँ रोक्ने होइन। अब त्यो सब कुराहरू अब लामो त्यहाँ बसेर तपाईँहरूले भोगिरहनु भएको होला। तपाईँले भन्नुभएको यो कुरा चाहिँ तपाईँलाई खुसी पनि लाग्न सक्छ। शिक्षामा पूर्वी पहाडमा मैले धनकुटामा अनि पाँचथरमा के देखेँ भने 3-4 स्कुललाई मर्ज गर्ने, होस्टेल सहित चाहिँ विद्यार्थीहरूलाई राख्ने काम चाहिँ सुरु भएको छ। तपाईँहरूको त्यो काम चाहिँ अहिले सुरु भएको छ। अब त्यो कामलाई चाहिँ अब अलिकति यो तपाईँहरूको यो जुन छ नि यो नेटवर्किङ, त्यो अघि जुन ढङ्गको 77-75 जिल्लामा नेटवर्किङ छ र जसरी चाहिँ अब यसले काम गर्न सक्छ, मलाई लाग्छ त्यो इनपुट चाहिँ तपाईँहरूको यो सङ्गठन मार्फतबाट पनि अलिकति त्यसमा चाहिँ इन्ट्रेस्ट दिने हो भने त्यो चाहिँ सबभन्दा जरुरी छ। पहाडमा के छ भने कैयन स्कुलहरू यस्तो छन् जहाँ चाहिँ विद्यार्थीभन्दा धेरै टिचर छन्। म केही दिन अगाडि म भोजपुरतिर गएको थिएँ। भोजपुर, शङ्खसभा, तेह्रथुम, पाँचथरतिर गएको थिएँ। त्यहाँ यो प्रक्रिया स्थानीय निकायले चाहिँ राम्रो काम गरेको छ। स्थानीय निकायले चाहिँ यो काम सुरु पनि गरेको छ। 3-4 स्कुललाई मर्ज गरिदिने र चाहिँ धनकुटामा छ अहिले सुरु भएको यो 2-3 वर्ष भएछ। राम्रो छ, त्यसले राम्रो काम पनि गरिरहेको छ र पहाडतिर यो अभियान सुरु भएको छ। तर कतिपय ठाउँमा पोलिटिक्सको कारणले गर्दा हुनुपर्ने ठाउँमा चाहिँ यो हुन नदिएको पनि छ। यो शिक्षालाई चाहिँ स्कुलहरूलाई मर्ज गर्ने, टिचरहरूलाई मर्ज गर्ने अनि अलिकति उमेर पुगिसकेको टिचरहरूलाई या अब अहिलेको ढाँचाको शिक्षा दिन नसक्ने टिचरहरूलाई रिटायर्ड गरिदिने त्यो चाहिँ सुरु भएको छ। धन्यवाद दाइ। पूर्ण कुँवरजीले लेख्नुहुन्छ, निर्वाचन अघि संविधान संशोधन चाहिँ आवश्यक छ भनेर भन्नुभएको छ। यसै गरी उहाँले
हात पनि उठाइरहनु भएको छ। अब भने एकै सबै उहाँहरूको जिज्ञासाहरू एकैपटक लिएर एकैपटक एन्सर दिनु पर्ला जस्तो लाग्यो। हुन्छ ध्रुव गौतमजी हुनुहुन्छ, त्यसपछि कृष्ण केसीजी पनि आफ्नो जिज्ञासा राख्नु होला, त्यसपछि पूर्ण कुमारजी, तिनैजनाको जिज्ञासा पछि अनि बल्ल हुन्छ म टिप्छु। म अनुरोध गर्छु उहाँलाई। कृपया ध्रुवजी। हजुर दाइ धन्यवाद। जय अनि जय नेपाल फाउन्डेसनका सभापतिज्यू, आजको कार्यक्रममा आउनुभएका हाम्रो साक्षात्कार गर्न अभिमुखीकृत गर्न आउनुभएका पुरञ्जन दाई, तपाईँलाई बालुवाटारमा सानो छँदा अथवा युवा छँदा देखेको थिएँ, खुसी लाग्यो। मेरो सिम्पल क्वेसन मात्रै छ, प्रश्न मात्रै। मेरो प्रश्नमा चाहिँ अलिकति अनुभूति जोडिएको छ। मलाई दुईटा चिज मेरो देशमा हुनुपर्छ र म मेरो देशमा फर्किन्छु र काम गर्न सक्छु जस्तो लाग्छ। हजुरलाई के लाग्छ भन्नु होला। जस्तो नेपालको शिक्षा छ, म चाहिँ संस्कृत पढ्न पाइनँ स्कुलमा, म छिर्ने बेलामा हटाइदियो। त्योभन्दा पहिले मेरो अङ्कलले संस्कृत पढेको म सुन्थेँ। अनि नेपालको शिक्षामा त्यो नैतिक शिक्षा भन्ने जुन मभन्दा अघिल्लो पुस्ताले पढ्यो, पछि पढ्न पाएन। र नेपालको मौलिक संस्कृति त्यो पढ्न पाउने हामीलाई चाहिँ नपढाएर हामीलाई चाहिँ सरकारी स्कुलबाट फेरि हाम्रा बुवा बाजेहरूले प्राइभेट स्कुलमा छिराए। प्राइभेट स्कुलमा गएपछि बिस्तारै हामीले अङ्ग्रेजीमा चाहिँ विभिन्न देशका मान्छेहरूको कथाहरू हामीले पढ्यौँ। तर हामीले बुद्धको सङ्घर्ष, सीताको सङ्घर्ष, भिरकुटीका सङ्घर्षहरू, अनि त्यस पहिले ती कथाहरू थिए हाम्रो अङ्कलले पढ्दाखेरि। यस्ता शिक्षामा चाहिँ हाम्रो मौलिक कथाहरू, हाम्रो मौलिक इतिहासहरू राखेर विदेशी भाषा अङ्ग्रेजी, चाइना के अरे चाइनिज अथवा चाहिँ हिन्दी वा अरू 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 भाषाहरू हाई स्कुलको पढाइपछि मात्रै ऐच्छिक रूपमा लग्दाखेरि नेपाली समाज को मौलिकता जाग्थ्यो होला। एउटा प्रश्न चाहिँ त्यो गर्न आवश्यक छ कि छैन। अर्को मेरो जिज्ञासा चाहिँ मैले कुनै दल नेपाली कङ्ग्रेसमा मैले लामो समय नबुझेर समय व्यतीत गरेँ। जस्तो मलाई फोन गरेर वा बोलाएर वा स्कुलमा काने खुसी गरेर मलाई राँको बाल्ने, पम्पलेट टाँच्ने, ब्यानर लगाउने, वाल पेन्ट गर्ने कामहरू लगाइयो। मैले बुझ्दै नबुझी गर्दै गएँ, किताबहरू पढेँ। पछि गएपछि मैले अनि बल्ल ओहो प्रजातान्त्रिक समाजवादमा यो थियो। नेपाली काङ्ग्रेस भने के हो, कङ्ग्रेस भने के हो। ल मेरो बिपी, मेरो आदर्शले त विदेशी नाम राख्यो, मेरो संस्कृतमा नाम थिएन, मेरो नेपालीमा नाम थिएन भन्ने कुराहरू आफैभित्र उठे। सुशील कोइरालालाई सोध्यो, अर्कोलाई सोध्यो, इन्टरनेसनल सोसलिस्ट के हो, केजिएफ के हो, आरएनडब्लु के हो, सिआइए के हो, जिज्ञासा प्रश्न गर्दै जाँदाखेरि एउटा चित्र चाहिँ बन्यो। त्यो चित्रमा नेपालको राजनीति घुमिरहेछ भने हामीले चाहिँ त्यो कार्यकर्ता जसलाई चाहिँ स्कुलबाट नचाहिने कुराहरू सिकाएर सदस्यता वितरण गरेको मानसिक शोषण जस्तो मलाई लाग्छ। के चाहिँ दलहरूले, कार्यकर्ताहरू, कुनै पनि दलहरूले यो कार्यकर्ताहरूलाई यसरी चाहिँ दुरुपयोग गर्न नपाउने वा अब चाहिँ को युवाले यस्तो गर्ने मान्छेहरूलाई कारवाही गर्नुपर्छ भनेर नेपाली काङ्ग्रेसको महाधिवेशनमै 5-7 हजारको हुल आएर आक्रमण गर्नलाई राज्य संयन्त्रले रोक्न सक्छ वा त्यस्तो घटना चाहिँ नघट्न सक्छ भन्न सकिन्छ। अथवा चुनावमा गाउँमा जाँदाखेरि काङ्ग्रेस वा एमाले भनेका कारणले उम्मेदवारहरू काटिने, मारिने वा विभिन्न खालको कुटपेटका घटनाहरू रोकिन्छन्। मलाई त्यो आशंका लागिरहेछ। तपाईँलाई के लाग्छ? धन्यवाद ध्रुवजी। अब कृष्णजीको र पूर्णजीको पनि लिउँ अनि त्यसपछि समुच्चमा यसको कृपया कृष्णजी। नमस्कार, म पहिलोपटक यहाँसँग सुन्ने मौका पाएँ, धेरै धन्यवाद। बहुत धेरै कुराहरू सुन्न पाएँ। अलि ढिलो भएछु क्यारे, धेरै वर्ष पहिलादेखि सुन्नुपर्ने, त्यही भएको धेरै खुसी लाग्यो। सिमिलर स्टडी चाहिँ मैले लास्ट टाइममा गरेको थिएँ, तर म त्यतातिर गइनँ। म जम्मा 4वटा प्रश्न अथवा 5वटा प्रश्न मात्रै राख्छु। यो प्रजातन्त्र र लोकतन्त्रमा के फरक नेपाली सन्दर्भमा, र किन यसलाई प्रजातन्त्र नभनेर लोकतन्त्र भनेको, यो मैले नबुझेको, अथवा त्यो चाहिँ अलि सुन र चाँदी जस्तो हो कि
अथवा सुन चाँदी बनाइएको मैले बुझेन। नम्बर 2, विश्वका धेरै जस्तो सफल देशहरूमा एकपटक मात्र राजनीतिक परिवर्तन भएको पाइयो मैले अध्ययन गर्दा। अनि उनीहरू आर्थिक रूपले अथवा अन्य कारणले सफल हुँदै गइरहेका छन्। इभन भारतमा पनि त त्यही देखिएको छ, चाइनामा पनि त्यही देखिएको छ। अरू विश्वभरिको यो धेरै पटक धेरैजनासँग उठाइसकेको छु, मैले जवाफ अहिलेसम्म पाएको छैन। तर नेपालमा छ यहाँहरूभन्दा पहिला हाम्रो पुर्खादेखिको अहिलेसम्म पनि र यति बेला पनि जेनजी पछाडिको मुभमेन्टले पनि एउटा गति नदिएको भर्खर यहाँले भनिसक्नु भएको छ। वाट इज नेक्स्ट भन्ने कुरा फेरि आइसकेको छ, यसो किन भएको। तेस्रो छ नेपालमै चाहिँ यस्तो किन भएको भन्ने सन्दर्भमा तेस्रो प्रश्न चाहिँ नेपाली काङ्ग्रेससँग यहाँ धेरै उठबस गर्नुभएको छ। नेपाली काङ्ग्रेस प्रजातान्त्रिक पार्टी हो या होइन, हो भने किन हो, होइन भने किन होइन। चौथो, नेपाली काङ्ग्रेसको नेपालको अर्थतन्त्रबारे र परराष्ट्र नीतिबारे अहिलेसम्म किन स्पष्ट नभएको, क्लियर कट कुरा किन नआएको। यहाँलाई जानकारी बढी छ त्यसैले, अन्यथा अब रिजेक्ट गर्न चाहनुहुन्छ रिजेक्ट गर्न सक्नुहुन्छ अन बिहाफमा। विश्वको यो भू राजनीतिको कुरा यहाँले गर्नुभएको छ, खतरा बढेको छ भने चाहिँ यो किन खतरा भएको नेपालको लागि, कसरी खतरा भएको, यो क्लियर कट एन्सर चाहियो। भनिदिनु मात्रै पाइएन, क्लु मात्रै दिएर भएन कि एन्सर चाहियो। त्यति हो मेरो प्रश्न। धन्यवाद। अब पूर्णजी, पूर्ण कुमारजी, हजुरको केही जिज्ञासा छ भने उहाँ हुनुहुन्न छ, कृपया पुरञ्जन आचार्यजी। हस्, धन्यवाद छ है। प्रश्नकर्ता ध्रुव भाइ र कृष्णजीलाई चाहिँ अब दुवैलाई धन्यवाद दिँदै म मेरो आफ्नो क्षमता योग्यता र चाहिँ केही अनुभवजन्य कुराहरू चाहिँ मार्फतबाट यसको एन्सर दिन चाहन्छु। शिक्षामा नेपालको नैतिक पाठका कुराहरू चाहिँ हराए, यो उहाँको यो कुरासँग त असहमत हुने ठाउँै छैन। वास्तवमा केही दिन अगाडि शेखर कोइरालाको एउटा स्टेटमेन्ट आएको थियो सेन्ट्रल कमिटीतिर हो के अरे, क्याम्पेन फर क्लिन पोलिटिक्स भनेर। अनि त्यसको चाहिँ 1-1.5 महिनापछि गगन थापाले के भन्यो भने आजको राजनीतिको मूल समस्या नैतिकताविहीन हुनु हो भनेर भने। क्याम्पेन फर क्लिन पोलिटिक्स मैले 2 वर्ष अगाडि चाहिँ चलाउन खोजेको हो नेपालमा, हैन। अब म आफू पनि अब यो राजनीतिकबाट भन्दै उहाँले ध्रुव भाइले भन्दै हुन्थ्यो यो अनेक किसिमका अवरोहमा चाहिँ बुझ्दै नबुझी पनि राजनीतिमा लागियो भन्दै हुन्थ्यो। बुझेर धेरै राजनीतिमा लागिँदैन नेपालमा, यो चाहिँ पक्का कुरा हो। यो जुन टिनेजमा छ, टिनेजमा धेरै कुराहरू बुझेर गरिँदैन, नबुझ्दै लागिन्छ। र नैतिक शिक्षा मान्छे भन्छ कि मान्छे चाहिँ धेरै चाहिँ इन्टेलिजेन्ट र धेरै हार्ड वर्किङ होइन, धेरै चाहिँ इन्टिग्रिटी भएको मान्छे नेपालमा चाहिएको छ। नेपालमा एभरेज मान्छेले पनि नेपाल बनाउन सक्छन् अगर त्योसँग इन्टिग्रिटी छ भने। अब इन्टिग्रिटीको विश्वविद्यालय भने पनि, त्यो ज्ञान दिने पाठशाला भने पनि स्कुल कलेजको शिक्षाहरू हो, जहाँ चाहिँ यो कुराहरूबाट चाहिँ एउटा मेकिङ प्रोसेस भन्छ नि, एउटा मान्छेको व्यक्तित्व मेकिङ प्रोसेस चाहिँ निर्माण हुन्छ। म पनि एकदमै नबुझिकन एकदम केही पनि जिरो, मेरो हजुरबाउ लागे, बाउ लागे, म पनि लागेँ, यसै गरी लागेको हो। 4 तारे झन्डा, नेभिसङको झन्डा, अब पम्पलेट, पोस्टर, अलिअलि जेल नेल खाँदै लाग्दाखेरि अनि जेल अनि त्यो किन काङ्ग्रेसमा लागेको भन्ने कुरा त बिए पास भइसकेपछि अलिअलि थाहा पाउने कुरा भयो, होइन। 39 सालमा मैले बिए पास गरेँ, त्यतिखेर 40 सालतिर मैले चाहिँ अध्ययन गर्न थालेँ। अनि त्यसपछि जेलमा गइसकेपछि चाहिँ अलिकति 42 सालमा नखु जेलमा परियो। अनि यो तपाईँहरूको जुन जुन जिल्ला अघि भन्दै हुन्थ्यो, त्यो जिल्लाका साथीहरू पनि मसँग धेरैजना थिए त्यो टाका। अब यो स्कुल राजनीतिक पार्टीहरूले मानसिक शोषण चाहिँ गर्छन् कलिलो उमेरमा। शहीद धेरै यस्तो कलिलो उमेरकै भएको छन् नि। तपाईँहरूले ख्याल गर्नुभयो भने मेरो घर गाउँ छेउमा पनि रामलक्ष्मणहरू मेरै टोलमा थिए, तिनीहरू शहीद भए। त्यतिखेर के हुन्छ भने धेरै कुराहरू चाहिँ ऱ्यासनलाइज हुँदैन, इमोसनल हुन्छ। अनि इमोसन्सको चाहिँ ब्ल्याकमेलिङ चाहिँ सहज रूपमा गर्न सकिन्छ, त्यो चाहिँ छ, संसारभरि त्यो देखिन्छ। अब महाधिवेशनमा
यस्तो गर्नु हुँदैन भनेर गएर चाहिँ त्यो र्याडिकल पोस्चर लिएर नारा लिएर उहाँले चाहेको जस्तो यो कुरा चाहिँ यहाँ राख भनेर भन्न सक्ने खालको कार्यकर्ताहरू अब धेरै कार्यकर्ताहरू अहिले यतिखेर नेताको अगाडि बोल्दैनन् होइन। अब त्यसैले तिनीहरूलाई झोले कार्यकर्ता भनेर बेइज्जती पनि भइरहेछ। अब धेरै साथीहरू त्यसबाट जोगिनु भएको छ झोले कार्यकर्ता बन्न नेपालमा चाहिँ नेपाल छोड्दा पनि भएको छ। अहिले धेरैले त अब उम्मेदवारै काङ्ग्रेसको चाहिँ 3-4जनाले हामी दिँदैनौँ भनेर अब बाजुराको चाहिँ बद्री पाण्डेले, धादिङको रामनाथ अधिकारीले, अरू पनि कसको चाहिँ आइरहेको छ म अब उम्मेदवार बन्दिनँ भनेर। मलाई अब प्राइभेटली त अझै 10-15 जनाले भनेका छन् कि अब हामी चुनावमा भाग लिँदैनौँ, किन भन्दाखेरि चुनावमा लाग्ने खर्च हामी बिहोर्नै सक्दैनौँ। एउटा चुनाव उठेर जित्यो भने पनि हामी मन्त्री भएनौँ भने समाप्तै हुन्छौँ, सामाजिक रूपले पनि आर्थिक रूपले पनि। त्यो संसद मात्रै भएर त 10 करोड रुपियाँ नभइकन चुनाव जितिँदैन भन्छन् धेरैले। अब हालत चाहिँ त्यसैले निर्वाचन सुधार सम्बन्धी कुराहरू यहाँ जोडिएको छ। अब काङ्ग्रेसको कार्यकर्ताहरूलाई र सङ्गठनलाई नैतिकवान चाहिँ बनाउनको लागि यसको मेसेन्जर जो हुन्छ नि, जस्तो अब बुद्ध आए एउटा शान्तिको दूत भएर, मेसेन्जर भएर, इस्लाममा चाहिँ अल्लाह आए होला, नेपाली काङ्ग्रेसमा विश्वप्रसाद कोइरालाको नैतिक पक्ष सबैभन्दा चाहिँ हाइएस्ट लाग्छ मलाई थुप्रै कुराहरूले गर्दा बिपीको होइन। उहाँले अब कता कता 10 रुपियाँ दिँदाखेरि पनि कार्यकर्तालाई त्यसको हिसाब पनि चाहिँ माग्नुहुन्थ्यो अरे, एकाउन्टेबल बनाउनुहुन्थ्यो अरे है। अब अहिलेको यो संसारमा या अहिलेको पार्टी पद्धतिमा चाहिँ थुप्रै कुराहरू मिसिङ भइरहेछ। त्यसै कारणले ध्रुवजीले भनेको जस्तो अब महाधिवेशनमा यो एजेन्डा अघि मैले भने चाहिँ गगनले उठाए पनि हुन्छ, शेखर कोइरालाले उठाए पनि हुन्छ, पूर्णबहादुरले उठाए पनि हुन्छ। यो उठाएर यसमा चाहिँ महाधिवेशनको एउटा मूल एजेन्डा यसलाई बनाउन सक्यो भने मलाई लाग्छ, किनभने यो ग्रस चाहिँ रूपमै चाहिँ नेपालको चाहिँ मोराल उठाउनु पर्नेछ। नेपालको नैतिक शक्ति चाहिँ वास्तवमा यी तल गएको छ। हेर्नुहोस्, म यसो घुम्दा ओर्दा देख्छु राजनीतिक पार्टीहरूले जुन चाहिँ सन्देश प्रवाह गरेका छन् त्यहाँ चाहिँ कार्यकर्ताहरूको मार्फतबाट जुन चाहिँ गएको छ तलैसम्म, त्यो धेरै राम्रो छैन। त्यो चाहिँ धेरै नै चाहिँ त्यसलाई सच्याउनु पर्ने, सुधार गर्नुपर्ने खाँचो छ। अब होला, हुन्छ कुनै बेलामा। अब कृष्णजीकोमा म इन्ट्री गरेँ, यसमा मलाई लाग्छ त्यही हो, नबुझेरै म पनि लागेको, तपाईँ पनि नबुझेरै लाग्नुभयो। बुझ्दा बुझ्दै जाँदाखेरि बुझिने रहेछ धेरै कुराहरू त। अब त्यो एज पनि त्यस्तै हुन्छ। अब स्कुलहरूलाई चाहिँ अब हामीले त्यसमा चाहिँ त्यो चाहिँ अभियान चाहिँ सुरु गर्नुपर्छ। स्कुल एजुकेसनमा नैतिक शिक्षाको चाहिँ पाठ र हाम्रा हिजोका चाहिँ गर्व गर्ने लायक पात्रहरूको जीवन र तिनीहरूले दिएको हामीलाई सन्देश, त्यो कुरा चाहिँ पढ्नुपर्छ, पढाउनुपर्छ, चाहे जुन भाषामा होस्, नेपालीमै भए पनि अङ्ग्रेजीमै भए पनि। त्यसको अभियान चाहिँ हामी गरौँला, गर्नु पनि पर्छ। कृष्णजीले चाहिँ टु द पोइन्ट चाहिँ 5वटा कुरा उठाउनु भएको छ। प्रजातन्त्र, लोकतन्त्र। प्रजा र राजा जोडिएको प्रजातन्त्र हुन्छ। राजतन्त्र गइसकेपछि त्यसलाई धेरै देशमा चाहिँ अङ्ग्रेजीमा एउटै छ, डेमोक्रेसी छ। तर नेपाली हिन्दीमा अब संस्कृतले थुप्रै विकल्पहरू दिन्छ क्या, संस्कृत भाषाले होइन। त्यसमा पनि अब हामी जुन ठाउँमा हुर्केका बढेका छौँ त्यहाँ चाहिँ थुप्रै किसिमका जनतन्त्र, लोकतन्त्र, प्रजातन्त्र यी सबै छ। तर यो प्रजातन्त्रसँग चाहिँ राजतन्त्र पनि सँगै जोडिने भएको हुनाले सायद चाहिँ 62-63 को आन्दोलनले राजा र जनता सहितकोलाई चाहिँ प्रजातन्त्र भनिन्थ्यो नेपालमा, संसारमा पनि त्यही थियो। तर राजाविहीन स्थितिको अवस्थालाई लोकतन्त्र भनिन्छ, कहीँ जनतन्त्र भनिन्छ। मेरो ज्ञानले भ्याएको कुरा यति हो। यसको बारेमा थुप्रै डिबेटहरू छन् र यसलाई लिएर राममनोहर लोहिया र चन्द्रशेखरले चाहिँ राम्रो बोलेका छन्। राममनोहर लोहियाले लेखेका छन् र चन्द्रशेखरले पार्लियामेन्टमा बोलेका छन् यो विषयमा, नेपालकै विषयलाई लिएर लोकतन्त्र भनेर चाहिँ। सफल देशमा एकपटक चाहिँ राजनीतिक चेन्ज भयो, नेपालमा किन यति धेरै भनेर भन्दा नेपालको आजको स्थिति आउनुमा अब संसारका मेजर चाहिँ क्रान्तिहरू भनिन्छ। अब कृष्णजीको कुरामा चाहिँ 5-6वटालाई भनिन्छ। त्यसमा सबभन्दा पहिलो चाहिँ अमेरिकन इन्डिपेन्डेन्स मुभमेन्ट भनिन्छ, जहाँ अहिले तपाईँ हामीहरू जोडिएका पनि छौँ। अमेरिकाको परिवर्तनलाई चाहिँ रेभोल्युसन पनि भन्दैन,
त्यहाँ चाहिँ इन्डिपेन्डेन्स मुभमेन्ट भनिन्छ। त्यसैले त्यहाँ व्यक्तिको स्वतन्त्रतामा सबभन्दा बढी जोड दिएको हो र त्यो आफ्नो ढङ्गले टु पार्टी सिस्टमबाट त्यो इभल्भ गर्यो। त्यो नयाँ नौलो प्रयोग संविधान पनि पहिलोपल्ट संसारमा यो पृथ्वीमा लेखिएको अब आधुनिक चाहिँ राज्य व्यवस्थामा र त्यो चाहिँ अगाडि बढ्यो र सफल भयो, सफल मानिन्छ त्यसलाई। त्यसैले अमेरिका भयो। अमेरिकाको भन्दा पहिले बेलायतमा ग्लोरियस रेभोल्युसन भयो। त्यो रेभोल्युसन पछि पनि त्यहाँ केही चाहिँ चेन्जहरू भएको छ। पटक फ्रान्समा त फिफ्थ रिपब्लिक नै भयो होइन। फ्रान्सको राज्य क्रान्तिपछि पनि त्यसले एउटा सफल एक्जाम्पल सेट गर्यो मोनार्कीलाई युरोपबाट चाहिँ विस्थापित गर्नमा। त यो 5-6वटा अब बोल्सेविक क्रान्तिपछि अब रुसमा त्यो क्रान्तिले इस्टाब्लिस दिएन। पछि चाहिँ एल्सिनले अर्को क्रान्ति गर्नु पर्यो। एकैपटक सबैतिर भएको छ। यो पनि अलिकति यसलाई एकपल्ट रिभिजिट गर्नुपर्छ कि जस्तो अब रुसमा चाहिँ भयो, बोल्सेविक क्रान्ति भयो, सोभियत सङ्घको निर्माण भयो, स्टालिन लेनिनहरूले शासन गरे, तर त्यो टिकेन र आज सोभियत युएसएसआर 5 टुक्रामा विभाजित भयो। चीनमा पनि चाहिँ त्यसपछि भएको क्रान्ति भनेको चीनमै हो होइन। चीनमा चाहिँ अब रुसको चाहिँ ज्याकोबिनहरूले गरे फ्रान्समा, यहाँ बोल्सेविकहरूले गरे। दुइटै क्रान्ति चाहिँ करिब असफल क्रान्ति भनिन्छ। एकातिर नेपोलियन आए, अर्कोतिर चाहिँ फेरि चाहिँ सोभियत सङ्घको विघटन भयो। अब चाइनामा पनि के छ भने माओसोतुङको क्रान्तिले चीनलाई त्यसलाई चाहिँ चेन्ज गर्न सकेन। त्यो गरिबै थियो, भारतभन्दा पनि गरिब थियो 79-80 सम्म। तर कतिपय रेभोल्युसन चाहिँ के हुँदो रहेछ भने क्वाइट हल्ला नगरिकन आउँदो रहेछ। जस्तै इन्डस्ट्रियल रेभोल्युसन हल्ला नगरिकन आयो होइन। अहिलेको यो के अरे चाहिँ डिजिटल रेभोल्युसन हल्ला नगरिकन आयो। त्यस्तै चाइनामा पनि धेरै ठुलो हल्ला नगरिकन चाहिँ एउटा टेङ साओपिङले चाहिँ एउटा रेभोल्युसन ल्याए। त्यो हो चाहिँ लिबरलाइजेसन होइन। अमेरिकासँग हात मिलाए। त्यो आर्थिक क्रान्ति भयो। राजनीतिक क्रान्ति चाहिँ त्यहाँ अहिलेसम्म एकैपल्ट भयो। एकपल्ट चाहिँ तियानमेन स्क्वायरमा त्यो सेकेन्ड टाइम हुन खोजेकोलाई त्यतिखेरको स्टेटले पर्ज गरिदियो। अब यो छ हेर्नुहोस्, यो कहीँ एउटै राजनीतिक परिवर्तनको कन्टिन्यू अमेरिकामा देख्न सकिन्छ, फ्रान्समा देखिँदैन, जर्मनीमा देखिँदैन। ल्याटिन अमेरिकाहरूमा त नेपालभन्दा पनि धेरै उथलपुथल देखिन्छ होइन। अब त्यस्तो छ। अब नेपाल पनि त्यसैको शिकार छ। अब यसको लागि चाहिँ अलिकति फार साइटेड नेता चाहिन्छ। त्यस कारणले मलाई के लाग्छ भने नेपालमा धेरै हुनुपर्ने कारण चाहिँ के भने अब नेपालको लिडरसिप चाहिँ क्राइसिस चाहिँ कन्टिन्यू अगाडि बढिरहेको छ क्या। अनि गभर्नेन्स चाहिँ कन्टिन्यू के छ भन्दाखेरि चाहिँ फेल्युर भइरहेको छ। अनि पार्टीभित्रको आन्तरिक जीवन पनि कन्टिन्युसली द्वन्द्वमा अगाडि बढिरहेको छ। त्यो चाहिँ सधैँ चर्किरहेको छ। अब यो हाम्रो अलिकति पृष्ठभूमि पनि छ। यसको लागि चाहिँ हाम्रो इतिहासै खोजेर जानुपर्छ। हाम्रो धर्म, साहित्य, हाम्रो चाहिँ आन्दोलनका पृष्ठभूमिहरू, राणाशाह राजाहरूको चाहिँ एकीकरणको प्रक्रिया, यो लामै यसको एन्सर हुनसक्छ। किन यस्तो धेरै भयो? हाम्रो जुन माइन्ड सेट बन्द छ, हामीले पाएको चाहिँ सामाजिक र आर्थिक र राजनीतिक परिवेशबाटै बन्ने हो। हाम्रो नेताहरू पनि त्यसैका प्रोडक्ट हुन्। यसलाई त्यही किसिमले बुझ्न सकिन्छ। नेपाली काङ्ग्रेस प्रजातान्त्रिक पार्टी हो भन्दा ब्रोडर भ्यालुमा हो यसको छोटो एन्सर। ब्रोडर भ्यालुमा, प्र्याक्टिसमा यो चुकेको छ। ब्रोडर भ्यालुमा यसले एडल्ट फ्रेन्चाइजलाई चाहिँ मन पराउँछ, मल्टी पार्टीलाई मन पराउँछ, फ्रिडम अफ स्पिचलाई मन पराउँछ, अर्गनाइजेसनहरूलाई हुन्छ। यसका सारा चाहिँ संसारमा चाहिएका जति पनि ब्रोडर भ्यालुजहरू छन्, प्रिन्सिपलहरू छन्, त्यो नेपाली काङ्ग्रेसले बोकेको छ। तर त्यो भ्यालु र प्रिन्सिपल बोक्दा बोक्दै पनि प्र्याक्टिस र यसको चाहिँ आचरण चाहिँ लिडरहरूको आचरण चाहिँ के त प्रजातान्त्रिक छ या लोकतान्त्रिक छ भन्दा त्यही नभएको कारणले गर्दा तपाईँको पहिलो दोस्रो प्रश्न त्यहाँ जोडिन्छ, किन यहाँ पटक पटक राजनीतिक चेन्ज भइरहन्छ भन्ने कुरा। यो पनि भइदिएको भए सायद यो पनि अमेरिका जस्तै एकैपटकको राजनीतिक आन्दोलनले अगाडि बढ्न सक्थ्यो होला। प्रजातान्त्रिक पार्टीको ब्रोडर भ्यालु बोक्दा बोक्दै पनि यो प्रजातान्त्रिक पार्टी हुने क्रममा छ र त्यसलाई इभल्भ हुन टाइम लाग्छ। अमेरिकाकै तपाईँहरूले हिस्ट्री हेर्नुभयो भने पनि त्यहाँ पनि सबैलाई भोट हाल्न दिएको थिएन, सबैजना उठ्न पाउँदैनथे। त्यहाँ एकपल्ट त्यो पहिलो चाहिँ 1776 को चाहिँ आन्दोलनपछि, त्यसपछि बनेको संविधान 1789 मा,
त्यहाँ जेफरसन, म्याडिसन, जर्ज वासिङ्टनहरूले लेखेको संविधानमा पनि एकपल्ट अलिकति डिपली हेर्नुभयो भने त्यो संविधान पनि त्यहाँ इभल्भ भएको छ बिस्तारै बिस्तारै। नेपालमा संविधानको इभल्भ हुने प्रोसेस चाहिँ अवरुद्ध भयो क्या। संविधानै फालिदिइहाल्ने र नेपाली काङ्ग्रेस पार्टीभित्र पनि चाहिँ के छ भने एउटा कल्चर, नयाँ कल्चर चाहिँ लोकतान्त्रिक कल्चर विकास हुने चाहिँ यो क्रम चाहिँ अवरुद्ध भइरहने। एउटा आउने पार्टी विधान एउटा बनाउने, अर्को आउने अर्को बनाउने। त पार्टी काङ्ग्रेस प्रजातान्त्रिक नै हो, लोकतान्त्रिक नै हो र यसका कमी कमजोरीले गर्दा यसमा प्रश्न गर्न सकिन्छ। परराष्ट्र नीति क्लियर किन भएन? अब यो सबभन्दा ठुलो चाहिँ संवेदनशील विषय पनि हो। यसको संक्षिप्त उत्तर के भने संसारमा चाहिँ खेलाडीहरू पहिला चाहिँ वेस्टर्न मात्रै थिए, वेस्टर्न थिए। संसारको इतिहासमा सबभन्दा पावरफुल कहिले डच भएर निस्किए, कहिले पोर्चुगिज, कहिले स्पेनिस, कहिले त्यसपछि बेलायतहरू निस्किए हैन। त्यसपछि दुईटाको पावरफुल इतिहास छ। अमेरिका र रुसको बिचमा चाहिँ चलेको चाहिँ कोल्ड वारको फेज, रुसको विघटनपछि अमेरिकाको चाहिँ वान पार्टी सिस्टम, के अरे एउटै देशको चाहिँ हेजोमेनी संसारभरि चल्ला भनेर फ्रान्सिस फुकुआमाहरूले चाहिँ द एन्ड अफ द हिस्ट्री एन्ड द लास्ट म्यान जस्तो किताबै लेखे। पछि उनले त्यसमा पस्ताउनु पनि पर्यो। र यस बिचमा यो चाहिँ परराष्ट्र नीति चाहिँ क्लियर किन हुन सकेन भने संसारलाई अर्डर कसले राख्ने र कुन कन्ट्रोलमा राख्ने, कुन आइडियाजमा, कुन भ्यालुजमा राख्ने, यो विवाद फेरि पनि नयाँ ढङ्गले सुरु हो। र त्यसको पछाडिको एउटै कारण के हो भने चाइना सुपर पावर भयो, जो हाम्रो छिमेकमा छ। यो हुने बित्तिकै नेपालले चाहिँ आफ्नो ढङ्गको, अब इन्डिया सुपर पावर हुने क्रममा छ, रिजनल पावर चाहिँ भइसक्यो, तर ग्लोबल एक्टर पनि भयो। हिजोसम्म यी दुवैजनालाई लिएर धेरै कमै सोच्नु पर्थ्यो। आज अहिले यतिखेर अमेरिका र चाइनाको प्रतिस्पर्धा र रिजनल पावरको उपस्थिति छेउमा दुईटा त भए। अब सँगसँगै के हो भने इकोनोमिकली अहिले एसियाको दबदबा जस्तो भएको छ। जापान, कोरिया, मिडल इस्ट अनि सुपर पावरको रूपमा चाइना, टेक्नोलोजीको पनि मिलिटरीली पनि। त्यसले गर्दा परराष्ट्र नीति क्लियर हुन सकिरहेको छैन। अब चाइनासँग धेरै जाउँ, आजसम्मको परम्परा र इतिहासमा नेपालको चाहिँ परराष्ट्र नीति चाहिँ असंलग्न भने पनि अलिकति दक्षिण टिल्ट र अलिकति वेस्टर्न थियो। दक्षिण टिल्ट स्वाभाविकै थियो किनभने हाम्रो भूगोल त्यस्तै छ। अब वेस्टर्न थियो, त्यो पनि हामीले लगाएको लुगा, हाम्रो कल्चर, हाम्रो भ्यालु, हाम्रो ल्याङ्ग्वेज, हाम्रो चाहना, हाम्रो सन्तानप्रतिको इच्छा, यो सबै के छ भने माइग्रेसन त हामी चाइना भएको छैन, हामी अमेरिकै भएको छौँ। अमेरिकाकै इकोनोमीले हामीलाई तानिरहेको। तर संसार त अब अमेरिका मात्रै रहेन, चाइना पनि एउटा ठुलो इन्टरनेसनल खेलाडी भएर आयो। अफ्रिका, ल्याटिन अमेरिकामा त जबरजस्त उपस्थिति छ, एसियामा पनि त्यही भएको छ। त्यसले गर्दा परराष्ट्र नीतिको सन्तुलन चाहिँ अब कसरी गर्ने, यसमा एकदमै बहस, विज्ञता र छलफल र यो संवेदनशीलतालाई हेरेर यसलाई अगाडि बढाउनु पर्छ भन्ने मेरो विचार छ। अब खतरा किन बढ्यो भन्दा निश्चित रूपमा जब छिमेकमा एउटा सुपर पावरको जन्म हुन्छ र अर्को जन्मिँदैछ र अहिलेसम्म भइरहेका चाहिँ हाम्रा सुपर पावरहरू चाहिँ सबै वेस्टर्नै थिए, हामीलाई सहयोग दिने पनि चाहिँ बेलायत थियो सबभन्दा ठुलो सुपर पावर हिजोको दिनमा हाम्रो बाबुबाजेको पुस्तामा हैन। त्यसपछि हामीले अमेरिकालाई देख्यौँ। अब खतरा किन बढ्यो भने यो नयाँ आयाम, यो आलोकमा चाहिँ नेपालमा सबभन्दा अहिले सिद्धिएको कुरा के हो भने बहस छलफल र त्यस्तो बहस र छलफलमा चाहिँ ग्लोबल अर्डरलाई कसले म्यानेज गर्दैछ, भोलि के हुँदैछ, भोलि कुन ल्याङ्ग्वेजले चाहिँ संसारमा रुल गर्दैछ, भोलि कुन कल्चर हाबी हुँदैछ, को इकोनोमिकली पावरफुल हुँदैछ, को मिलिटरीली पावरफुल हुँदैछ, यो सबैको फुर्सद तपाईँ अब काङ्ग्रेस र एमालेको महाधिवेशन हुँदैछ, त्यसमा यी सब विषयहरूले प्रवेश पाएका छैनन्। अनि त ट्र्याप त आइहाल्यो नि, ट्र्याप आउँछ। हाम्रो देशमा बेचैनी आउँछ, हाम्रो देशमा हामीले लिने चाहिँ परराष्ट्र मन्त्रालयले त्यो क्यापेसिटी बोक्दैन, जुन क्यापेसिटीको अहिले ग्लोबल कन्टेस्टमा चाहिँ त्यो नलेजलाई सिन्थेसिसमा लिएर जान सक्ने क्यापेसिटी त्यो परराष्ट्र मन्त्रालयमा छँदा पनि छैन, किनभने उनीहरू त्यो परम्पराबाट बाहिर पनि निस्केका छैनन् जुन हिजो थियो। त्यसै कारणले कृष्णजीले उठाउनुभएका यी कुराहरूमा राजनीतिक आन्दोलनका कुराहरूमा, नेपाली काङ्ग्रेसको चाहिँ एउटा चरित्रको कुरामा, नेपालको परराष्ट्र नीतिमा र
र नेपाललाई त्यसबाट आइरहेको चाहिँ के छ भन्दाखेरि चाहिँ अवसर पनि र खतरा पनि लाई लिएर सुविचारित रूपमा अगाडि बढ्ने कुराहरूमा मलाई लाग्छ तपाईँहरूको यो फोरमले पनि डिबेट गरोस्, हामी पनि त्यसमा चाहिँ श्रोता बनौँ। मलाई चाहिँ सबभन्दा जरुरी लागिरहेको छ, जरुरी लाग्ने कुरा अहिले नेपालमा चाहिँ स्टेबिलिटीको खोजी र भू राजनीतिले पनि दिइरहेको सन्देश, यसमा चाहिँ हामीले गम्भीर छलफल गर्नु परेको छ। मलाई लाग्छ यो अहिले तपाईँहरूको फोरम मार्फत मेरो अनुरोध पनि छ, त्यस्ता मान्छेहरूलाई, विज्ञ विशेषज्ञहरूलाई बोलाउनु जोसँग यसबारेमा विज्ञता छ, ज्ञान छ। अब हामी त एउटा त्यो लेभलको पनि होइन र हामी स्वयंलाई पनि त्यसमा चाहिँ इन्लाइटमेन्टको प्रोसेसमा जानुपर्ने छ, त्यसमा चाहिँ केही कुराहरू सिक्नु पनि पर्ने छ। तपाईँहरू त्यहाँ हुनुहुन्छ, तपाईँहरूसँग एक्सेस पनि हुन्छ धेरै इन्फर्मेसनको। यहाँ त आजकल इन्टरनेसनल म्यागजिनहरू केही पनि आउँदैन, पेपर पनि आउँदैन, उयो हेर्न सक्दा। अब यहाँबाट फेरि त्यो पेमेन्ट गर्ने सिस्टम पनि छैन, त्यसले गर्दा बल्ल बल्ल त्यो एउटा न्युयोर्क टाइम्स चाहिँ हामी यहाँ छ र त्यो हेर्न पाउँछौँ, त्यो बाहेक त धेरै कमै छ। एनिवे हामी चाहिँ यो चरणमा छौँ र मलाई लाग्छ अब मैले मेरो चाहिँ सीमित ज्ञान, सीमित चाहिँ अनुभवको हिसाबले र चाहिँ तपाईँहरूको केही जिज्ञासाहरू चाहिँ सम्बोधन गर्न सकेँ। अब भोलिको नेपाल चाहिँ बनाउने तपाईँहरूकै जिम्मेवारी हो, तपाईँहरूकै अनुभव हो, तपाईँहरूकै सिप ज्ञान हो। अब तपाईँहरूको त्यहाँको नलेज, अब अहिले त नेपालमा अब भनौँ न राजनीति नै डायस्पोराबाट चाहिँ धेरै हदसम्म चाहिँ गाइडेड हुन्छ भन्छन्। अब यसपालिको चुनावमा त त्यसले झन् ठुलो इफेक्ट गर्छ भन्छन्, होइन? माहौल बनाउने कुरा, पार्टीलाई सुधार गर्ने कुरा, निर्वाचन पद्धतिलाई सुधार गर्ने कुरा, यी सबै कुराहरूमा चाहिँ के छ भन्दाखेरि चाहिँ यहाँ बस्ने, यहाँ हुनेहरूले त त्यो झन्डा बोक्ने, कुद्ने गर्ने त्यो चलन त छँदै छ। हेर्नुहोस्, अघि चाहिँ अब ध्रुवजीले भन्नुभएको त्यो तिनीहरूलाई चाहिँ कहाँ अब त्यो फुर्सद छ र अहिले अब त्यो चेतना, त्यो चाहिँ जिज्ञासा, म ठिक गरिरहेको छु कि बेठिक गरिरहेको छु भनेर अहिले त उसलाई ठिक लाग्छ। त्यस कारणले जसले यो अनुभवबाट गुज्रिएको छौँ हामी, तपाईँ, हामी सबैजना, यसलाई चाहिँ सकेसम्म, अब देश हाम्रै हो, तपाईँहरू संसारको जुन कुनामा बसे पनि चाहिँ एकपल्टको नेपाली सधैँको नेपाली भन्छन्। मसँग यहाँ एनआरएनहरूले आएर भेटिरहन्छन्, होइन? भेटेका थिए 2-4 पल्ट। लामै कुरा त्यहाँ कनकमणि दीक्षितको चाहिँ सोसल के अरे उसमा के अरे त्यो ढोकैमा त्यहाँ एकपल्ट बोलाएका थिए, मलाई बोल्न पनि बोलाएको थिए, लामै छलफल भएको थियो। अब त्यहाँ ठुल्ठुलो कुरा हुन्छ, ठुल्ठुलो कुरा गर्छन्, त्यो पनि ठिकै छ। यस्तै हो। धन्यवाद भाइ, धन्यवाद। हामी मेरो अन्तिम हो भने म तपाईँहरू सबैलाई धन्यवाद दिन्छु यो अवसर पाएकोमा, होइन? खास गरी यादव भाइलाई। एकैछिन बाँकी छ त, यहाँ हुन त हामी निर्धारित समयभन्दा अगाडि बढिसकेका छौँ, तैपनि हामी छोटो एकदम एक मिनट हामीसँग पूर्ण कुँवरजी हुनुहुन्छ, दिल्ली बन्जाडे दाइ, डाक्टर दिल्ली बन्जाडे पनि हुनुहुन्छ। सँगसँगै हामीलाई रेशमलाल श्रेष्ठले यहाँ इलिनोइजबाट एउटा सानो क्वेसन पनि गर्नुभएको छ। काङ्ग्रेसले 7 सालदेखि चाहिँ सरकारमा रह्यो र नेतृत्व गर्यो, यसले किन 50 वर्षपछि कति सडक चाहिन्छ, कस्तो स्कुलहरू चाहिन्छ भनेर यो दीर्घकालीन सोच किन राख्न सकेन भनेर पनि उहाँ रेशमलाल श्रेष्ठले सोध्नु भएको छ। कृपया यो पनि नोट गर्नु होला। ल पूर्णजी, एकदम सर्टमा हाम्रो कार्यक्रम, हाम्रो टाइम चाहिँ अगाडि धेरै हामी लिइसकेका छौँ। पूर्णजी र दिल्ली दाइ दुवैजनालाई, पहिला पूर्णजी त्यसपछि दिल्ली दाइ। पूर्णजी अनम्युट गरेर गर्नु होला। पूर्णजी प्लिज अनम्युट गर्नुहोस्, हजुर म्युट हुनुहुन्छ। हजुर दाजु, जय नेपाल। म अघि नै कार्यक्रममा जोडिएको, म कार्यक्रम सुनिरहेको थिएँ, तर त्यसका बावजुद म अहिले इन्डिया हस्पिटलमा भएको कारण मैले धेरै कुरा गर्न सकिनँ, बोल्न सक्ने अवस्था थिएन। खासमा दाजुले महत्त्वपूर्ण विषयहरू उठान गर्नुभएको छ र महत्त्वपूर्ण जिज्ञासाहरूलाई समाधान गर्ने प्रयास पनि गर्नुभयो र केही जिज्ञासाहरू समाधान भएका पनि छन्। वास्तवमा हामीले जे जति कुरा उठाउँदा पनि आर्थिक, राजनीतिक या परराष्ट्र नीतिका कुरा, त्यसको कुरा पनि राजनीतिक स्थिरतासँग जोडिएका हुन्छन् भन्ने मलाई लाग्दछ। अब नेपालमा हामीले जुन प्रकारको निर्वाचन पद्धतिको विकास गरेका छौँ, जुन प्रकारले समानुपातिक व्यवस्था र प्रत्यक्ष निर्वाचित प्रणाली, दुई किसिमको निर्वाचन प्रणाली जो हामीले अख्तियार गरेका छौँ, यसले राजनीतिक रूपमा स्थिरता प्रदान गर्दछ भन्ने मलाई चाहिँ विश्वास छैन। किनभने अहिलेको अवस्थामा कुनै पनि राजनीतिक दलले एकल बहुमत ल्याउन सक्ने अवस्था देखिँदैन।
एकल बहुमत ल्याउँदा त हाम्रो देशमा राजनीतिक रूपले स्थिर सरकार चल्न सकेनन् भने यी सधैँ मिलिजुली बन्ने सरकारहरू, आपसी गठजोडमा बन्ने सरकारहरू र हाम्रो देशको जुन किसिमको संस्कृति छ, राजनीतिक संस्कृति छ, त्यो संस्कृतिले यसलाई दिगो रूपमा अगाडिसम्म मिलेर जान सक्छन् र यसले स्थिरता दिन्छ भन्ने कुरामा विश्वास गर्नु नसकेका कारण मलाई के लाग्छ भने यो समानुपातिक निर्वाचन पद्धतिलाई परिवर्तन गरी प्रत्यक्ष निर्वाचन पद्धति मात्र अख्तियार गर्ने र समानुपातिक व्यवस्थालाई यदि आवश्यक छ भने राष्ट्रिय सभाका लागि उपयुक्त हुन्छ र प्रतिनिधि सभामा र प्रदेश तहमा यसको आवश्यकता छैन। यसका लागि संविधान नै संशोधन गर्दा भए पनि त्यसभन्दा पछि निर्वाचन हुनुपर्छ भन्ने मलाई लाग्दछ। यस विषयमा दाजुको धारणा के छ सुन्न चाहन्छु। धन्यवाद। धन्यवाद पूर्णजी। म एउटा कुरा जोडिहालौँ, उहाँ हस्पिटलबाट भन्नुभयो। हजुरको ऊ चाहिँ मैले अस्तिमा एउटा मेसेजमा देखेको थिएँ कि क्यान्सर भएर तपाईँ ऊ फ्यामिलीलाई लिएर जानु है, शीघ्र स्वास्थ्य लाभ शीघ्र स्वास्थ्य लाभ। 3 महिनादेखि यहाँ बम्बईको हेड एन्ड नेक क्यान्सर इन्स्टिट्युटमा छु। अब हामी अझै 1-2 महिना अरू बस्नुपर्छ भने डाक्टरले, त्यसकारण सायद अब निर्वाचनभन्दा अगाडि मात्र नेपाल फर्किन्छु होला म। हामी सबैको तर्फबाट एकदम शीघ्र स्वास्थ्य लाभको कामना छ भाउजूलाई। कृपया दिल्ली दाइ। अब मैले उत्तर दिने हो। ए दिल्ली दाइ, दिल्ली बन्जारे, डाक्टर दिल्ली बन्जारे पछि अनि बल्ल। ल एकदम ल खुसी लाग्यो हजुरको इन्टरभ्यूहरू त नछुटाइकन हेर्ने नै गर्छु मैले, राजनीतिक विश्लेषणको हिसाबले अति मनपर्छ। आज चाहिँ यो अपर्च्युनिटी पाइयो। मैले एउटा अब सर्टकटमा एउटा हाम्रो हजुरले नै अँगाल्नुभयो, यो चाहिँ स्थायित्वको खोजी गर्ने एउटा जिम्मेवारी हामी सबैले को छ अहिलेलाई। एउटा अर्को कुरा जेएनजी आन्दोलनले अपर्च्युनिटी दिएको छ। यो दुईटा कुरामा मैले जस्ट सर्टकटमा यो अपर्च्युनिटीलाई हामीले नेपाल काङ्ग्रेस पार्टी अथवा हामी डायस्पोराबाट अथवा कसरी नेपालको संविधानमा सम काइन्ड अफ समस्या भएर नै यो अहिलेको स्थिति आएको पनि हो, अस्थिरताको मेन भन्ने नै छ। अब सबैलाई हामीले अहिले यो अपर्च्युनिटीलाई युज गरेर जनमत सङ्ग्रह मार्फत गर्ने एजेन्डाहरू त कसैले ल्याइरहेछन्, त्यो चिज नेपाली कङ्ग्रेसले ल्याउनु पर्ने भन्ने मलाई लाग्छ अहिले सोध्दै। कृपया दाइ यो सबैलाई अब एकजना विष्णु हरिजीले पनि यहाँ उहाँको हात मिठाउन मिलेन भने हुनाले विष्णुजी तपाईँले आफ्नो जिज्ञासा पनि राजा चाहिन्छ चाहिँदैन। हजुर डक्टर धन्यवाद। त्यसो भएर त्यसलाई चाहिँ अहिले चाहिँ त्यो कुरामा हामीले नेपाली कङ्ग्रेसलाई गाइड गर्ने अथवा त्यस्तो कुरा किन आएको छैन, एउटा कुरा त्यो हाम्रै ड्युटी हुनुपर्ने। कसैले ल्यायो भने त्यो हुन पनि सक्छ र त्यसमा हामीले विश्वास गर्न पर्छ र हाम्रो कमसेकम 20 इयरसम्मलाई क्वेसन नहुने किसिमको त जनमत सङ्ग्रहबाट गरिदियो भने त देश त स्टेबल हुन्छ, कसैले क्वेसन उठाउन सक्दैन। त्यो 3टा कुरामा एउटा थियो होइन, त्यो अपर्च्युनिटीलाई लिने कसरी हुन्छ। अर्को अपर्च्युनिटीको कुरामा राष्ट्रपतिको यसमा भूमिका केही कुरा सोच्नु भएको होला कि नहोला यस्तो अवस्थामा, त्यो चाहिँ हजुरलाई कस्तो लाग्छ? यो दुईटा कुरामा मेरो जिज्ञासा हो। विष्णुजी। हजुर नमस्कार। मलाई म ड्राइभ गरिरहेको भएर त्यो फोन म कानमा चाहिँ सुन्न मिल्ने भएर चाहिँ मैले त्यो भएको के अरे मेरो दुईटा प्रसङ्ग। नमस्कार सबैलाई। यो एउटा अस्ति पनि एउटा मैले टेलिभिजन अन्तर्वार्ता हेरेको थिएँ, एकजना साथीले लिनुभएको थियो, मैले चिनेकै साथी हो। बालवाला गृहमन्त्रीले 3 चोटि चाहिँ राष्ट्रिय खतरा भनेर प्रयोग गर्नुभयो। उहाँले मलाई एकदमै सकसक लागिरहेको थियो, उहाँले सोध्नुहुन्छ होला भनेर, किन त एउटा बालवाला गृहमन्त्रीले देशलाई खतरा देख्छ, राष्ट्रिय खतरा देख्छ भने कोबाट भनेर चाहिँ प्रश्न आउँछ। थुप्रै विश्लेषकहरूले पनि यो राष्ट्रिय खतराको कुरो चाहिँ एकदमै उठाउनु भएको छ, समाज नै त्रसित हुने गरेर। म अलिक तन्निएर हुँदाखेरि एउटा भारतीय फिल्म हेरेको थिएँ, त्यो भारतीय बिहारको राजनीतिको बारेमा थियो। यस्तो परिस्थिति आउँछ कि त्यहाँ चाहिँ यो अन्तर्राष्ट्रिय जासुस अथवा पाकिस्तानलाई चाहिँ दोष दिने, त्यसपछि सबै उम्किन्छ भन्ने थियो। अब नेपालको राजनीतिकर्मी, ब्युरोक्रेसी, विश्लेषक, हामी पत्रकार सबै चाहिँ आफ्नो धर्ममा आफ्नो कर्ममा असफल हुने, त्यसपछि चाहिँ अब सबैले चाहिँ आफ्नो जिम्मेवारी पन्छनलाई अन्तर्राष्ट्रिय खतरा देखायो कि साँच्चै नै कोबाट खतरा हो त भनेर चाहिँ ठ्याक्क आएको देखिएन। अब भारतबाट खतरा हो कि सिक्किम बनाउने भने हो कि भुटान बनाउने भने हो कि चिनले हान्छ भनेको हो कि अथवा अमेरिकाले युरोपले कसले हान्छ कि के खतरा देखिया हो भनेर चाहिँ यो
विश्लेषकहरू अहिले तपाईँको पनि राष्ट्रियको खतराको सेन्स त्यस्तै आयो। बालुवालाई गृहमन्त्री बोलिरहनु भएको छ। एउटा मेरो यो प्रश्न, किन यो बारम्बार आइन्छ, साँच्चै नै हो कि यो अरूलाई भन्न? दोस्रो, यो जेनजी मुभमेन्ट र यो प्रवास, तपाईँले अलिकति जोड्नुभएको छ, राजनीति प्रवासबाट चल्छ भन्ने। काङ्ग्रेसको चाहिँ कतिको सुधार भएको देख्नुहुन्छ यो प्रवासी सङ्गठनहरूमा होइन? जस्तै अमेरिकाकै केसमा अब 10 वर्ष भनौँ 14 सालपछि अहिले अब 11 वर्षमा चुनाव हुन लाग्यो, त्यो पनि हुने कि नहुने भने टुङ्गो छैन। जसरी तपाईँले नेपालको चुनाव काङ्ग्रेसकै महाधिवेशन कुरा गर्नुभयो, यहाँ पनि यस्तो छ। अर्को, यो बिपीले जुन कन्सेप्टले भारत निर्वाचन हुँदाखेरि प्रवासी नेपाली होइन जनसम्पर्क समिति नेपाली भनेर खोल्नु हो प्रवासी नेपालीलाई समेट्नको लागि, त्यसको अबको औचित्य छ, बाँकी छ, अब त्यो कुनै बाँकी छ? र अर्को, संविधानले अब अहिले अलिकति त दुर्भाग्य नै भनौँ, थोरै लामो भएको छ, म अलिकति प्रश्न, जस्तै ग्रिन कार्डमा बसेकाहरूलाई कुलिङ पिरियड 90 दिन राखिदिएको छ। अब नागरिकता भनौँ, नेपालको नागरिकता छोडेर विदेशी नागरिकता लिइसकेका मान्छे फर्केको भोलिपल्टै ऊ चोखो हुन्छ भनौँ न, विदिन घन्टामा एउटा त्यो छ। अर्को, अहिले पनि यो नागरिकता चाहिँ लुकै प्रतिनिधि भएर जानिन्छ र विशेष गरी यो जनसम्पर्क समितिमा चाहिँ यो महाधिवेशन प्रतिनिधिको कारणले प्रवासी नेपाली समाज अत्यन्त विग्रह भएको छ। त्यसको बासी चाहिँ एनआरएन परेको छ र एनआरएनको यो अभिगत हुनुमा काङ्ग्रेसी जनको झगडा हो भन्ने चाहिँ मेरो 10 वर्षको प्रवासी पत्रकारिता देखिन्छ। यसमा तपाईँले कसरी विश्लेषण गर्नुभएको छ? धन्यवाद। अब भने हामी कुनै जिज्ञासाहरू लिँदैनौँ। अब यी जिज्ञासा प्रश्नहरूलाई कोड गरेर यहाँले समापन गर्न सक्नुहुन्छ। म चाहिँ कोसिस गर्छु होइन। अब यो सबै दिल्लीजीले चाहिँ उठाउनु भएको छ। पहिलो कुरो त के छ भने, किन दीर्घकालीन सोच चाहिँ शिक्षा या रोड एउटा हुन्छ नि, एउटा राष्ट्रिय सुरक्षासँग सम्बन्धी, राष्ट्रिय चाहिँ शिक्षासँग सम्बन्धी नेपाललाई अब 50 वर्षमा कस्तो चाहिन्छ, के चाहिन्छ भनेर किन काङ्ग्रेसले गर्न सकेन भन्ने उत्तरमा चाहिँ म एउटै सेन्स के दिन्छु भने, नेपाली काङ्ग्रेसको बिपी कोइरालाको नेतृत्वमा गठन भएको पहिलो सरकारले त्यो राखेको छ। नेपालमा कतिवटा स्कुल चाहिन्छ, कतिवटा स्वास्थ्य चौकी चाहिन्छ, कति बाटो चाहिन्छन्, कस्तो बाटो चाहिन्छ भन्ने त्यो तपाईँहरूलाई जिज्ञासा छ भने त्यसको मैले उहाँले पार्लियामेन्टमा पनि बोल्नुभएको छ त्यतिखेर, संयुक्त राष्ट्र सङ्घमा तपाईँहरूको सहयोग चाहिन्छ भनेर, त्यो चाहिँ छ पहिला कुरा। तर त्यसपछि चाहिँ एकैपल्ट चाहिँ 46-47 सालमा दिल्लीजीको यो प्रश्नको उत्तर चाहिँ बडो जान्न पनि जरुरी छ। 46-47 सालमा चाहिँ सम्पूर्ण चाहिँ जिल्लामा खानेपानी पुगाउने, सम्पूर्ण जिल्लामा चाहिँ यातायातसँग जोड्ने, एटलिस्ट सदरमुकाम जोड्ने भन्ने फेरि चाहिँ 48 सालको चाहिँ मेनिफेस्टोमा पनि त्यो कुरा छ, काङ्ग्रेसको मेनिफेस्टोमा। र त्यही कारणले गर्दाखेरि मलाई लाग्छ के छ भन्दाखेरि चाहिँ अहिले यतिखेर करिब 77 जिल्लामा, त्यतिखेर त चाहिँ मलाई लाग्छ 40वटा जिल्लामा चाहिँ जिल्ला चाहिँ रोड बाटोबाट कनेक्ट भएको थिएन। 40वटा जिल्ला, पूर्वी पहाडमा त झन्डै कुनै पनि थिएन, एउटा धनकुटा बाहेक है। पश्चिम पनि त्यस्तो पनि थियो। त्यस कारणले त्यो सोचै केही कुरा अगाडि थियो। अब कस्तो हुँदैछ भने त्यो सोचपछिको अर्को सोचहरू त्यसलाई लिएर रोड बनाएको छ, अहिले खाली छ रोडहरू। म भोजपुर गएँ, 4 घन्टाको बाटोमा विराटनगरबाट पुगेँ, पुरा रोड चाहिँ युरोपको चाहिँ एउटा सहर जस्तो छ, तर बाटोमा कुनै आर्थिक गतिविधि छैन। त्यो रोड सँगसँगै चाहिँ त्यहाँ के बिरुवा रोप्ने, कुन फलफुल रोप्ने, त्यो रोडबाट आउन सक्ने रेट अफ रिटर्न भन्छ इकोनोमी इन्भेस्टमेन्टको, त्यो कम्तीमा पनि कति पर्सेन्ट त्यहाँबाट आउँछ र त्यसलाई प्यारलली लिएर जाने, त्यो कुरो सबभन्दा मिसिङ भएको छ। हाम्रो इन्फ्रास्ट्रक्चरमा भएको इन्भेस्टमेन्ट जिडिपीको झन्डै 3.5-4% छ। त्यसको रिटर्न अहिले जुन ढङ्गले आउनुपर्ने हो आइरहेको छैन। त्यो चाहिँ ठुलो च्यालेन्ज भइरहेको छ। यो एउटा चाहिँ यो कुरा गरौँ। अनि पूर्णजीको चाहिँ अर्को के छ भने, अब संक्षिप्तमै म भन्न थालेँ, निर्वाचन प्रणाली यो समानुपातिक भनेको त कस्तो भइरहेको छ भने, उद्देश्य राम्रो पवित्र, तर यो चाहिँ के छ भने पार्टीहरूको फन्ड रेजिङ र चाहिँ आफ्नो चाहिँ गर्लफ्रेन्ड र श्रीमतीहरूलाई राख्ने ठाउँ भइरहेको छ। यसको बारेमा एकदमै ठुलो विरोध चाहिँ मैले कैयौँ आर्टिकल लेखेको छु, कान्तिपुरमा, हिमालमा, नेपालमा, काठमाडौँ पोस्टमा। यो मैले सुरुदेखि चाहिँ के देखेँ भने यसको उद्देश्य चाहिँ के थियो भने समानुपातिकमा आफ्नो एउटा नेपालमा मूल नेपालको राजनीतिक धारमा आउन नसक्ने
कमजोर पक्ष या विज्ञ विशेषज्ञहरू या दलित जनजातिहरूलाई ल्याउने त्यस्तो किसिमले यसलाई चाहिँ सोचिएको थियो। यो हाइज्याक भयो। नेताहरूले यसलाई चाहिँ अब बसन्त के अरे विनोद चौधरीहरू आउनु थाले क्या अल्पसङ्ख्यकबाट यसमा चाहिँ होइन राउटे आउनु पर्नेमा यस्ता खालका चाहिँ विकृतिहरू आयो र यसलाई चाहिँ एकदम ठिक सल्लाह हो। यो राष्ट्रिय सभामा चाहिँ यसलाई त्यसरी सोचौँ, प्रत्यक्षतर्फ डाइरेक्ट लिएर जाउँ। अझ म त अब तपाईँहरूले कति हेर्नुभएको छ 62-63 पछिको जुन संविधान 72 मा जारी भयो त्यसमा मेरो लिखित चाहिँ दर छ कार्यकारिणी प्रमुख प्रत्यक्ष छान्नु भनेर। म आफ्नो व्यक्तिगत कुरा गर्नुहुन्छ भने चाहिँ व्यक्तिगत कुराको यहाँ महत्त्व भएन। मैले त्यतिखेरको संविधान निर्माण प्रक्रियामा अलिकति सहयोग गर्दाखेरि त्यो मेरो लिखित रूपमा दर्ज भएको थियो। समानुपातिक चाहिँ नेपालको चाहिँ जुन किसिमको इथनिसिटी छ, जुन ढङ्गको जोग्राफी छ, जुन ढङ्गको नेपालमा पोलिटिकल पार्टीहरूको हेजोमनी छ, त्यो हेर्दाखेरि चाहिँ यसले चाहिँ अलिकति पार्लियामेन्टमा पुग्ने नेसनल इन्टरनेसनल लेभलमा कन्ट्रिब्युट गर्न सक्ने मान्छेहरूलाई चाहिँ त्यहाँ लग्न खोजिएको थियो। ठिकै उल्टो भयो। श्रीमान श्रीमतीहरू पुग्न थाले, दाजुभाइहरू पुग्न थाले है। यो त विचित्र किसिमको पो चाहिँ देखिन्छ त है। यो अब अहिले यहाँ धेरै त्यसको चाहिँ अग्ली पिक्चरमा प्रस्तुत गर्न चाहन्न। यो चाहिँ काम लाग्ने छैन र यो अस्थिरताको जड हो। म तपाईँ चाहिँ पूर्णजीसँग म सहमत छु। यो अस्थिरताको जड नेपालको कन्स्टिट्युसनको इनबिल्ट मेकानिजममै छ। यसले स्टेबिलिटीको लागि चाहिँ कन्ट्रिब्युट गरिरहेको छैन। त्यसैले त कङ्ग्रेस एमालेको सरकार बनेकै त्यसैको लागि थियो। त्यो 7 बुँदे पनि त्यो ठगे। त्यसै कारणले ओलीले त्यो दिन देख्नु परेको। नम्बर 1 मै संविधान सुधार थियो, सुशासन थियो। तपाईँहरूले हेर्नु दुई ठुला लार्जेस्ट पार्टी मिलेर बनेको सरकारले गर्नुपर्ने 7 वटा बुँदामध्ये एउटा पनि काम नगरेको हुनाले जेनजी आन्दोलनले त्यसलाई विस्थापित गरिदियो। त्यहाँ संविधान सुधार गरेर स्थिरता दिने भन्ने कुरा छ, सुशासनको कुरा छन् होइन, निर्वाचन पद्धतिका कुराहरू छन्, त्यो सबै कुराहरू छन्। अब मलाई पनि यसमा अलिकति दोष दिँदाखेरि हुन्छ। म त्यो काङ्ग्रेस एमाले दुई ठुलो पार्टी मिलेर केही न केही नेपालमा चाहिँ अलिकति स्टेबिलिटीको लागि खोजी गरौँ भनेर त्यो गठजोड गराउनको लागि बोलेर लेखेर, अब अरू त मेरो होइन, त्यो आइडिया मैले निकालेको थिएँ सुरुमा त अझ, तर त्यो काम लागेन, त्यो फेलियर भयो है। अब यसमा यहाँ एक सोध्नु भएको थियो कसले हो भने चाहिँ अब राजा चाहिन्छ भनेर सोध्नुभयो। राष्ट्रपतिको भूमिका, राष्ट्रपतिको भूमिका नेपालको संविधानले एकदमै सीमित गरिदिएको छ। यसपालि राष्ट्रपतिले एउटा जुक्ति निकालेर झन्डै अब सम्पूर्ण संविधान सिद्धिने थालेको बेलामा उहाँले एउटा भूमिका खेल्नुभयो जसले चाहिँ कन्स्टिट्युसन चाहिँ कम्प्लिटली बिग्रिन पाएन। अब यसैलाई इभल्भ गरेर अगाडि बढ्न सक्ने ठाउँ चाहिँ उहाँले दिनुभएको छ। त्यसको लागि उहाँलाई धन्यवाद दिनुपर्छ। अब राजा चाहिन्छ चाहिँदैन भन्ने डिबेट त देशभरि नै छ। यो पनि त्यहाँबाट कतातिरबाट आएको थियो। अब राजा चाहिन्छ भन्ने पार्टी छ यहाँ, 2-3 भइसक्यो। अब राजा चाहिन्छ भन्ने पार्टी काङ्ग्रेसभित्र पनि चाहिँ राजा चाहिन्छ भन्ने पनि एक थरी भइसक्यो। जब यो अस्थिरताले चाहिँ झन् धेरै अराजकताको रूप लिन्छ होइन। अब हामीले जेनजी आन्दोलनलाई विद्रोह र यो चाहिँ राजनीतिक असफलताको रूप हो भनेर भन्यौँ। मलाई तपाईँहरूसँग सेयर गरिदिन्छु। मलाई एउटा इन्टरनेसनल कम्युनिटीको चाहिँ ठुलो संसारमा नाम चलेकै चाहिँ मिडिया हाउसले मलाई के सोध्यो भने इलेक्टेड गभर्मेन्टलाई यसरी एउटा जेनजी आन्दोलनको 1-8 लाख मान्छे निस्किएर चाहिँ फाल्दाखेरि भोलि नेपालमा त जसले पनि यो गर्न सक्ने भयो। यो अस्थिरतालाई चाहिँ कसरी तिमीहरू रोक्छौ भनेर एकदम लामो अन्तर्वार्ता लिएको थियो है। त्यो चाहिँ संसार प्रसिद्धै चाहिँ संसार गृह हो त्यो है, त्यसले लिएको थियो। त्यसमा मैले आफ्नो किसिमको चाहिँ जवाफ दिएँ। उनीहरूको पनि यो चिन्ता थियो, इन्टरनेसनल मिडियाको पनि, कि चाहिँ यो के हो भनेर। अब राजा चाहिन्छ भनेर भन्ने कुरा जब नेपालमा अनेक किसिमका चाहिँ राजनीतिक अस्थिरता हुन्छन् तब हामी सबैलाई चाहिँ हाम्रो बाबुबाजेहरूलाई राजाभन्दा राणै ठिक थियो, अनुशासन त थियो भन्थे। अब राणा गयो, राणापछि गयो, हाम्रो बाबुहरूले चाहिँ राजै ठिक थियो भनेर भन्लान्। अब यो पछि हाम्रो सन्तानले चाहिँ फेरि के भन्थ्यो भने होइन गणतन्त्रै ठिक थियो, बरु यो त झन् खत्तमै रहेछ भन्छन्। यो एउटा संसारको मान्छेको एउटा चाहिँ स्वाभाविक चाहिँ प्रक्रिया पनि हो, यो अगाडि बढिरहेको छ। अब यो एउटा यहाँ गम्भीर प्रश्न आएको छ। बहालवाला गृहमन्त्रीले पनि राष्ट्र खतरामा देखे, यो असफल हो भन्नुभयो होइन। अब यो चाहिँ विष्णु हरिजीले सोध्नु भएको छ। यो असफल हुने यो कुरा एकदम ठिक छ। यो कस्तो थियो भने कोल्ड वारको फेज चाहिँ जुन चाहिँ 1954बाट चाहिँ 1990 सम्म चल्यो, त्यो बेलामा सम्पूर्ण
आफ्नो असफलता त्यतिखेरको राजकारणमा बस्नेहरूले अन्तर्राष्ट्रिय समुदायलाई देखाइदिन्थे या छरछिमेकलाई देखाइदिन्थे। त्यसलाई कन्स्पिरेसी थ्योरी भनेर पोलिटिकल साइन्समा पढाइ पनि हुन्छ। आफू असफल हुने अनि छिमेकीले चाहिँ खतम पार, सिआइएले खतम पार, रले केजिबीले भन्ने। इन्डियामा इन्दिरा गान्धीले हरेक असफलताको चाहिँ जड चाहिँ सिआइएलाई दिन्थिन्। हुँदा हुँदा जयप्रकाशको मुभमेन्ट पनि त्यही भनेर भन्थे। नेपालमा यो रोग सरेको छ, त्यो छ, तर मुख्य कुरा त्यति मात्रै सरेको छैन कि, त्यति मात्रै सरेको छैन। नेपाल जुन भू राजनीतिमा अवस्थित छ यो चाहिँ बडो संवेदनशील किन पनि छ भने इन्डियाबाट पटक पटक के कुरा भनिन्छ भन्दा भारतको नक्ली करेन्सी, भारत अनि इस्लामिक फन्डामेन्टलिस्टहरू र चाहिँ बोर्डरमा हुने थुप्रै चाहिँ समस्याहरू, जस्तो हिजो अस्ति भर्खर पनि चाहिँ इन्डियामा अहिले जुन चाहिँ बङ्गलादेशबाट रोहिङ्गा मुसलमानहरूदेखि लिएर सबै आएर बसेका छन्, तिनीहरूको चाहिँ प्रवेश नै नेपालबाट भयो। नेपालबाट भारतलाई असुरक्षा भयो। त्यसकारणले नेपालले सुरक्षा लिन सक्दैन भनेर त भारतीय सुरक्षा निकाय नै बस्न थाल्यो नि हामीलाई चेकिङ गर्नलाई, हैन। आज देशलाई सैनिक शक्तिले जित्दैन, तर बिस्तारै बिस्तारै हाम्रो सफ्टवेयरहरू, सफ्ट पावरहरू चाहिँ के हुन्छ भने हाइज्याक गर्छन् कि अर्को देशले। हाम्रो चाहिँ शिक्षा प्रणाली, हाम्रो बोर्डहरूको व्यवस्थापन, हाम्रो चाहिँ इकोनोमी सिस्टमहरूलाई खतरा चाहिँ त्यसरी आउने हो। अब आज चाहिँ एनेक्स्ट गर्ने, सिक्किम जस्तो बनाउने त्यो हुँदैन। त्यस्तो हुन छोडेको चाहिँ धेरै वर्ष भयो। त्यो चाहिँ संसारमा यतातिर चाहिँ यो 25-30 वर्षले त्यो प्र्याक्टिस चाहिँ महाशक्ति राष्ट्रहरूले पनि गर्दैनन्। तर उनीहरूको आफ्नो चाहिँ पोलिसी लेभलमा इन्टरभेन्सन गर्ने, सेक्युरिटी लेभलमा इन्टरभेन्सन गर्ने, अनि त्यसको कारण चाहिँ आफ्नो असुरक्षा देखाउने, त्यो चाहिँ हामी चाहिँ अलि अस्थिर भयौँ, असफल भयौँ भने आइरहन्छ। चाइनाले पनि दबाब दिन्छ, तिमीहरूको देशबाट त फ्री तिब्बतको मुभमेन्ट चलिरहेको छ, हामी चाहिँ हामी के गर्ने, हामी टुलटुल हेरेर बस्ने भनेर चाइनाले पनि भन्छ, इन्डियाले पनि भन्छ। म अलिकति प्रधानमन्त्री सिंहदरबारमा बसेको मेरो अनुभव पनि छ। उनले पनि धम्कीको भाषामा बोल्छन्। चाइना त सुपर धम्कीको भाषामा बोल्छ, तुरुन्तै कन्ट्रोल गर भनेर। अब इन्डियासँग हाम्रो धेरै कुरा चाहिँ अब सफ्ट डिलै हुन्छ र पनि उसले अब अहिले जति जति उसको इकोनोमी बढ्दैछ त्यति उसको पनि भाषामा त्यो गरमपन चाहिँ आउँदैछ। सायद त्यसलाई लिएर अहिलेको अर्थमन्त्रीले पनि र हिजोका मन्त्रीहरूले पनि, जस्तो भनौँ न जेनजी आन्दोलन ताका नेपालमा जेनजी आन्दोलन भयो, इन्डियाको बोर्डरमा मिलिट्री मोबिलाइजेसन है। तपाईँहरू कति थाहा पाउनु भएन। सम्पूर्ण बोर्डरमा उनीहरूको मिलिट्री एलर्ट भयो। साँच्चै नेपाल ठुलो अस्थिरतातर्फ गयो भने के गर्ने भनेर यहाँको चाहिँ अब कोसँग हुन्छ उनीहरूको चाहिँ दिनरातको त्यो चाहिँ छलफल भइरहेको हुन्छ। त्यस्तै किसिमको अझ अगाडि बढो भने चाहिँ हाम्रो देशभित्र चाहिँ सबै चाहिँ माइग्रेसन भएर आउँछन्, होइन, यहाँबाट त्यहाँ जान्छन्, माइग्रेटेड हुन्छन् र इन्डियाले थाम्न नसक्ने हुन्छ। आखिर बङ्गलादेशमा त इन्डियन सेना गयो नि। किन गयो भन्दा बङ्गलादेशमा शेख मुजिबुर रहमानको नेतृत्वमा जब आन्दोलन चल्यो त्यसबाट चाहिँ झन्डै 1.5 करोड बङ्गलादेशीहरू चाहिँ इन्डियामा इन्ट्री गरे, जो आजसम्म पनि आसाम, मेघालय, मणिपुरको ठुलो समस्या भएर बसेको छ, होइन। त्यसमध्ये केही चाहिँ बङ्गलादेशीहरू नेपाल पनि आए। त्यस्तै अहिले रोहिङ्गा मुसलमान पनि आछन्। त यो आफ्नो देशको चाहिँ डेमोग्राफिक नि डिसअर्डर हुने समस्यालाई उनीहरूले कुनै न कुनै किसिमले सम्बोधन गर्न खोज्छन्। सायद त्यही चिजलाई लिएर यहाँ हामीले पटक पटक के भन्नु परेको छ भने हामी चाहिँ अत्यन्तै चाहिँ अन्तर्राष्ट्रिय भू राजनीतिमा असफल हुँदाखेरि हाम्रो सार्वभौम सत्ता र अखण्डतामाथि च्यालेन्ज आउँछ भनेर भन्नुपर्ने कारण अरूको देशबाट लिएको शिक्षा हो। सिक्किम त्यही गरी चाहिँ कोल्याप्स गर्यो, भुटान त्यही गरी त्यहाँको सेक्युरिटी इन्डियाको कब्जामा गयो, बङ्गलादेशबाट आउने नर्थ इस्टमा बस्ने मुसलमानहरू र बङ्गालमा बस्ने मुसलमानहरूको सबैभन्दा आजको इन्डियाको नम्बर 1 प्रब्लम त्यो भएर आएको छ। त्यसैले अहिले SIR भन्ने अहिलेको मोदी र चाहिँ अमित शाहको सरकारले त्यसलाई अगाडि बढाएको छ, भेरिफिकेसनमा गएको छ को साँच्चै इन्डियन हुन् को होइनन् भनेर। त त्यो कुरा हो। अब यो जेनजी मुभमेन्ट, अब यो अघि यो चाहिँ प्रवास विष्णुजीले नि सोध्नुभएको लागि प्रवासको झगडामा म परेको छु। प्रवास यो नेपालीहरूको यो एनआरएनहरूको झगडामा मैले टाउकै दुखाएको छु। यसमा यो धुर्कुटी मण्डपमा पनि चाहिँ परेको छु
यहाँ हुने मिटिङमा पनि को हो को होइन, को चाहिँ त्यहाँको प्रतिनिधि हो को होइन भनेर यसमा चाहिँ अलिकति चाहिँ यो नहुँदाखेरि प्रवासमा बस्ने नेपालीहरूको चाहिँ नेपालसँगको सम्बन्धमा चाहिँ अलिकति चिसोपन पनि आएको छ, अहिले पनि छ। अस्ति पनि त्यहाँ त्यो कुरा उठेको थियो। कनकमणिजीको चाहिँ एउटा यही थियो, त्यहाँ चाहिँ जीवा लामिछानेदेखि लिएर सायद चाहिँ यो जुगल भुटेल यी सबैजना चाहिँ जति पनि यसका स्टलवार्डहरू छन् आफूलाई सबैजना थिए त्यहाँ, म पनि थिएँ। अब त्यहाँ यी सबै कुराहरू छन्, यसका कानुनी पक्षहरू छन्, यसका राजनीतिक पक्षहरू छन्, यसको चाहिँ आबद्धताको पक्षहरू छ, यसका चाहिँ अब भेरिफिकेसनका पक्षहरू छन्। यो छ, यो अहिले पनि छ। यो काङ्ग्रेसको अधिवेशनमा एमालेको अधिवेशन यो सुरु भइसक्यो झन्झट। त यसलाई यसको चाहिँ अब यो छ भनेर यसलाई फ्याँक्ने होइन, यसलाई बिस्तारै बिस्तारै यसलाई शुद्धिकरण गर्दै लिएर जाने हो, यसलाई ट्र्याकमा ल्याउने हो। अब भाँडो नै चाहिँ फोडिदियो भने त फेरि समाप्तै हो नि त। भाँडोलाई पनि जोगाउने हो, भाँडोभित्र चाहिँ अलिकति चाहिँ भेरिफिकेसन र फिल्ट्रेसन पनि चाहिँ गर्नु पर्ला मेरो विचारमा। त्यो भइ पनि रहेको छ, त्यो हुन्छ, टाइम लाग्छ। सबै कुरा त एकैपल्ट के हुन्छ र होइन। यो के अब अहिलेसम्मको मलाई लाग्छ प्रश्न उत्तरहरू यिनै बिचमा चाहिँ छन् है। यति नै होला। मैले तपाईँहरूले यो महाधिवेशन जुन चाहिँ मैले एउटा प्रश्न सोधेँ, यो महाधिवेशन प्रतिनिधि लाने चलन छ नि हो, बुझेँ। र संविधानले विदेशी अहिले एमालेको पनि त्यस्तै भइरहेछ। हिजो मलाई अस्ट्रेलियाबाट अमेरिकाबाट पनि 2-3टा नोटिस आइरहेको थियो। उनीहरूको 30 जनामा लगभग 5 जनाभन्दा बढीले नागरिकता लिइसकेका छन् भनेर छ। त्यहाँ अहिले एमाले त्यति चासो लिएको देखेन। काङ्ग्रेसको चाहिँ अहिले नियमै बनाएको छ, अघिल्लोचोटि मुद्दा परेको छ। यो मैले भनेको बिपिडीको त्यो बेलाको तात्पर्यता, यो प्रवासी मा बस्ने नेपालीहरूको लागि जनसङ्घ समिति खोल्नुपर्ने त्यो बेलाको अवस्था र अब अहिले त्यसको औचित्य र अब अहिले चाहिँ यो महाधिवेशनको यो प्रतिनिधि सबैलाई चाहिँ भोटको लोभ हुँदो रहेछ, मेरो भोट कति आउँछ भनेर अनि आँखा चिम्लिने रहेछ। यो महाधिवेशनमा प्रतिनिधि लाने चलनले चाहिँ विदेशमा आएका नेपालीहरूको झगडा बढ्यो भन्ने चाहिँ मेरो बुझाइ हो। यो खारेज गर्दा के हुन्छ? यो बेन्जी, यो विषयमा हामीले छुट्टै त्यस्तो बारेमा छलफल गरौँला आजको भन्दा। दिने कुरासँग त म सहमत हुन सक्दिनँ, तर त्यसलाई चाहिँ सुधार गर्नुपर्ने, परिमार्जन गर्नुपर्ने, त्यसलाई क्लिन बनाउनु पर्ने, त्यो त जस्तो यहाँ राजनीतिलाई क्लिन गर्नुपर्ने छ त्यहाँ पनि त्यस्तो कुराहरू तपाईँहरूले चलाउनु होला। के भन्छ भने यो अलिकति पहिचानको पनि हो, यो अवसरको पनि हो, यो आफ्नो मातृभूमिसँग जोडिने अवसर पनि हो। अब औचित्य छ कि छैन, अब नयाँ ढङ्गको औचित्य आउन सक्छ नि, अवसरहरू पनि आउन सक्छ। त्यस कारणले भाँडे नरित्याउँ, यसलाई चाहिँ जोगाउँ, तर यसलाई यसको चाहिँ शुद्धिकरणको अभियानमा चाहिँ अगाडि बढौँ। हुन्छ, मलाई पनि यहाँ तल अलिकति केही राजनीतिक साथीहरू आएर बसिरहेको छ, ऱ्यापअप गर्नु पर्ला। यसलाई ऱ्यापअप गर्ने कुरामा ल तपाईँहरूले धन्यवाद छ, अवसर दिनुभयो। हेर्नुहोस्, एकदम चाहिँ यादव भाइलाई सबभन्दा धन्यवाद, निरज भाइलाई, सहभागी हुनुभएको सबैलाई। मलाई खुसी पनि लाग्यो, म योभन्दा पहिले पनि सहभागी त भएको हो, बेलायतबाट सुरु भएको थियो। तेस्रो चौथो पल्ट होला, म र सायद मिनेन्द्र रिजाल थियौँ त्यतिखेर, 2 जनै थियौँ। गगन पनि थियो त्यतिखेर, त अझ गगन थापा पनि थियो, भएको थियो। अब अहिले चाहिँ आज रमाइलो कुराहरू भयो, मैले पनि धेरै कुरा सिक्न पाएँ। थुप्रैजनाले धेरै कुराहरू सिकाउनु भएको छ, जान्ने कुराहरू कहिले सिद्धिँदैन। धेरै धेरै धन्यवाद पुरञ्जन आचार्यज्यू, यहाँको समयको लागि र यहाँको गहन विचारको लागि। हामी निश्चय नै हामी सबैले धेरै कुरा सिकेका छौँ आज यहाँबाट, र आगामी दिनमा पनि हामी यसरी नै इन्टरेक्सन गर्न पाउनेछौँ भन्ने विश्वास र आशाका साथ म तपाईँ लगायत सम्पूर्ण यहाँ उपस्थित हुनुभएका सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै र यो कार्यक्रमलाई औपचारिक रूपमा समापन गरिदिनु हुनको लागि म जय नेपाल इन्टरनेसनल फाउन्डेसनका अध्यक्ष डाक्टर यादव पण्डितज्यूलाई अनुरोध गर्दै म पनि बिदा चाहन्छु। धन्यवाद। जय नेपाल। नमस्कार, जय नेपाल। निरजी, थ्याङ्क यू, कार्यक्रम राम्रोसँग सञ्चालन गर्नुभयो। कार्यक्रमका प्रमुख वक्ता आदरणीय पुरञ्जन आचार्यज्यू, त्यस्तै यो कार्यक्रममा उपस्थित हुनुभएका जय नेपाल फाउन्डेसनसँग सम्बद्ध र यो कार्यक्रममा सहभागी हुने सबै सहभागीहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। जय नेपाल फाउन्डेसनले निरन्तर रूपमा विभिन्न विषयमा यस्तो कार्यक्रमहरू आगामी दिनमा पनि अर्गनाइज गर्नेछ। तपाईँहरू सधैँ हामीलाई यो पार्ट अफ इट, जसरी यो लुज अर्गनाइजेसन हो यसको पार्ट जसै गरेर तपाईँहरू सबैलाई सहभागी हुन पनि अनुरोध गर्छु। आजको कार्यक्रममा सहभागी हुनुभएका
सबैलाई हृदयदेखि धन्यवाद दिँदै आजको कार्यक्रम औपचारिक रूपमा समापन भएको घोषणा गर्न चाहन्छु। नमस्कार, जय नेपाल। यसको रेकर्डिङ पनि बन्द गर्न अनुरोध गर्छु। थ्याङ्क यू।